प्रियङ्का वारियर भनेर आफूलाई तपाईँले सोसल मिडियामा इन्ट्रोड्युस गर्नुभएको छ. वाट इज द स्टोरी बिहाइन्ड दिस नेम? What is my identity भन्ने लाग्छ होइन. म पनि त I'm an individual, even though I don't have a success, fame or nothing. I'm someone होइन. मलाई चाहिँ त्यो अरूसँग जोडिएर होइन आफ्नै आइडेन्टिटी बनाउनु छ भन्ने लाग्थ्यो. प्रियङ्का मलाई कसैले दिएको नाम भयो. म जन्मेको ठाउँ नेपाल भयो होइन. म जहाँ गए पनि नेपाली भएर बाँचिरहन सकूँ होइन मेरा कर्मले भन्ने चाहिँ लाग्छ मलाई. किनभने नेपाली भन्ने कि नेपाली बन्ने त्यो चोइस चाहिँ हाम्रोमा छ. त्यो भएर म गुड्नभन्दा अगाडि उड्न सिकाएको मान्छे हो क्या. मेरो फर्स्ट टाइम सुर्खेत झर्दाखेरि म फ्लाइटमा आएको थिएँ. मान्छे रिजनको लागि आउँछ, मान्छे सिजनको लागि आउँछ, मान्छे उनीहरूको मिसन बोकेर आउँछ हजुरहरूको लाइफमा. अनि कुनै मान्छे चाहिँ सिकाउन आउँछ. मैले त्यो रिलेसनबाट धेरै सिकेको छु, राम्रो कुराहरू पनि नराम्रो कुराहरू. You can do for next person. Yes, yeah, you let them go होइन. प्रेम भनेको त अनकन्डिसनल हुन्छ. वेदर दे आर इन यर लाइफ or not in your life, you still love them होइन. मन नपर्ने कुराहरू हुन्छ, त्यो फरक कुराहरू होला. तर कसैसँग जीवन बिताउँछु, मेरो पर्मानेन्ट मान्छे हुन्छ भन्ने सोचेको मान्छे समाजसँग लडेर आफ्नो बनाएको मान्छेले धोका दिँदा चाहिँ त्यो सबैभन्दा ठुलो बिट्रियल लाग्दो रहेछ. ती दिन निन्द्रै लागेन अफकोर्स होइन. अब यहाँ बस्दाखेरि आई स्ट्रगल अलट. अनि त्यसपछि पैसा पनि थिएन मसँग. मलाई बरु बाबु चाहिँ पुऱ्याइदिनु, आई मिसिङ सो मच भनेको थिएँ. द्याट डिडन्ट ह्यापन अफकोर्स होइन. उसको घरमा इन्सिडेन्ट भयो, हात हालसम्मै पुग्यो क्या. 2023सम्म मलाई कसैले तेरो हस्बेन्ड खै भन्दाखेरि नि चिन्ता दुख्थ्यो. कोही फादर फिगरले आफ्नो बच्चासँग खेलेको देख्दा नि टुट्थेँ म. आफ्नै सास पनि आफ्नोलाई नै भारी भए जस्तो हुन्थ्यो. अनिर्वी साजको आजको यो स्पेसल एपिसोडमा तपाईँलाई स्वागत छ. आज मसँग हुनुहुन्छ एउटा वारियर. लेट्स वेलकम हर. प्रियङ्काजी धेरै स्वागत छ. थ्याङ्क यू सो मच. है, प्रियङ्काजीलाई भेट्न खोजेको मैले धेरै लामो समय भयो. एकअर्कालाई सोसल मिडियामा फलो गरे पनि हामीले फाइनली आज चाहिँ वी मेट. मलाई चाहिँ आजको हाम्रो यो कुराकानी तपाईँको नामबाट सुरु गर्न मन छ. प्रियङ्का वारियर भनेर आफूलाई तपाईँले सोसल मिडियामा इन्ट्रोड्युस गर्नुभएको छ. वाट इज द स्टोरी बिहाइन्ड दिस नेम? वेल वी आर अल वरियर क्या. चिन्ता गर्ने मान्छे एज ह्युमन बिइङ होइन. सबैलाई चिन्ता हुन्छ, केही न केहीको चिन्ता चाहिँ पक्कै कसैलाई पनि हुन्छ होइन. त्यो चिन्ता गर्ने मान्छे म पनि थिएँ. त्यो चिन्ता गर्ने क्रम बढेको चाहिँ सिङ्गल प्यारेन्ट भइसकेपछि चाहिँ धेरै नै बढ्यो. यो हुँदैन कि त्यो हुँदैन कि यो गर्न सक्दिनँ कि त्यो गर्न सक्दिनँ कि छोरछोरी राम्ररी हुर्काएको छैन कि भन्ने चिन्ताले सताइरहन्थ्यो. अन्त चिन्ताको त्यो ब्रेकिङ द ब्यारियर भन्ने खालको पुग्नलाई चाहिँ मैले मेरो नामबाटै सुरु गरेँ क्या. मैले आई सेड why should I worry? Let's be a warrior. Correct. Be brave to face anything and everything what comes in front of me भन्ने भयो होइन. त्यो बेला म वारियर भइसकेका पनि थिइनँ. म अहिले पनि आई डोन्ट क्लेम एज वारियर होइन. किनभने जिन्दगी अझै बाँकी छ. मेरो पुरै जीवन जिइसकेपछि बल्ल तपाईँले त्यो टाइटलले जस्टिस गरे कि गरेन भनेर बुझ्नुहुन्छ होला होइन. अहिलेलाई चाहिँ टु ट्रान्सफर्म माइसेल्फ आई ट्रान्सफर्म माई हेड. आई सेड स्टप टु वरिज. अहिले पनि आउँछन् वरिजहरू. मेरो नानीले नि भन्छ ममा युआर वरियर रिमेम्बर यु सो ब्रेभ टु गो थ्रु दिस च्यालेन्जेस भनेर उसले पनि रिमाइन्ड गर्छ क्या होइन. अनि त्यसपछि it's to help me out basically. Correct. This name is to warriorबाट वारियरको जर्नी. आई थिङ्क कतिजना मान्छेलाई तपाईँको हल्का स्ट्रगल त भन्दैन, म जर्नी भन्न मन पराउँछु. किनभने you have your own journey and I think you have done such a dignified way कि आफूलाई होइन है, we are not less than anyone, we can do it. I have things in my life, I have failed in so many ways, but then I'm not going to give up. It doesn't define me. Right.
आफूलाई अगाडि ल्याउने जुन एउटा कोसिस गरिराख्नु भएको छ नि त्यो वरियरबाट वारियर बन्दाखेरिको ब्रिफ जर्नी वेन डिड यु केम टु अस्ट्रेलिया लेट्स स्टार्ट फ्रम देयर आई जस्ट वान्टेड टु सी हु यु आर I kind of surfacely know you, but then I don't know you. So I want to know who's the real Priyanka. या आई थिङ्क प्रियङ्का म पनि होइन क्या मेरो नाम अर्कै थियो 5 कक्षासम्म ए राइट मेरो के नाम भन्न मिल्छ शर्मिला थियो शर्मिला अनि मेरो नाम देखेर गाउँभरिका मान्छेहरूले चाहिँ सबैका छोरछोरीको नाम छोरीहरूको नाम शर्मिला राख्यो अनि मेरो मम्मी बुवालाई मन पराएको थिएन अनि 5बाट 6मा जाँदाखेरि नाम परिवर्तन गर्नुपर्थ्यो अनि मेरो मामाले चाहिँ पुरै बहस भएको थियो कि स्कुलमा यसको नाम के राख्ने भनेर म त्यही थिएँ कसैले बुनु राखौँ भन्थे कसैले के राखौँ भन्थे अनि लास्टमा चाहिँ मेरो मामा अनि एकजना अर्को टिचरले चाहिँ उसको नाम प्रियङ्का राखौँ भनेर प्रियङ्का गान्धीको नामबाट चाहिँ त्यो बेलामा मेरो नाम प्रियङ्का राख्नु भएको थियो मलाई केही थाहा थिएन यो के हो कस्तो हो तर त्यो बेलामा कालीकोटमा प्रियङ्का नाम कसैको थिएन होइन भेरी मोडर्न नेम होइन अनि अहिले चाहिँ आएर प्रियङ्का कार्की प्रियङ्का चोपडा भनेर सम्झिनुहुन्छ मान्छेहरूले सम्झिनलाई अनि सबैले ए प्रियङ्का कार्की प्रियङ्का चोपडा भन्दै गर्दाखेरि वाट इज माई आइडेन्टिटी भन्ने लाग्छ होइन म पनि त आइम एन इन्डिभिजुअल इभन दो आई डोन्ट ह्याभ अ सक्सेस फेम ओर नथिङ आइ एम सम वान होइन मलाई चाहिँ त्यो अरूसँग जोडिएर होइन आफ्नै आइडेन्टिटी बनाउनु छ भन्ने लाग्थ्यो एन्ड द्याट इज अल्सो द रिजन आई पुट वारियर प्रियङ्का क्या प्रियङ्का शाही हो मेरो नाम चाहिँ खासै होइन नेपाल के अरे फेसबुकमा पनि मेरो नाम चाहिँ नेपाली प्रियङ्का भनेर राखेको छु क्या प्रियङ्का मलाई कसैले दिएको नाम भयो म जन्मेको ठाउँ नेपाल भयो होइन म जहाँ गए पनि नेपाली भएर बाँचिरहन सकूँ होइन मेरा कर्मले भन्ने चाहिँ लाग्छ मलाई किनभने नेपाली भन्ने कि नेपाली बन्ने त्यो चोइस चाहिँ हाम्रोमा छ पिस अफ पेपर जेसुकै होस् होइन अस्ट्रेलियन होस् अमेरिकन होस् जेसुकै होस् तर मन चाहिँ नेपाली रहिरहोस् जस्तो लाग्छ मलाई चाहिँ नेपाली भन्ने कि नेपाली भन्ने कस्तो 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 शब्दहरू टक्क हाल्नुहुन्छ कि हजुर कुरा गर्दा हामी अघि अफलाइन कुरा गर्दाखेरि पनि द मोर आइम नोइङ यु त्यो आफूलाई नै कस्तो हुन्छ नि ए यो मान्छे चाहिँ हो नाउ आई थिङ्क आई हल्का चाहिँ बिस्तारै हजुरको रियल हु इज प्रियङ्का भन्ने कुरा बुझ्दैछु अस्ट्रेलिया कति सालमा आउनुभयो कति वर्ष अगाडि आउनुभयो त्यो अस्ट्रेलियाको जर्नी भन्दा पनि अगाडि मैले तपाईँलाई मेरो बाल्यकालमा लिन चाहेँ किनभने म जन्मेको हुर्केको चाहिँ कालीकोटमा हो अनि मेरो बुवाहरू फेरि दुर्गम भनेर चिन्छौँ हामीले पहिला अब चाहिँ विकासको नाममा विकास त भएकै हो तर पनि स्टिल कालीकोट काठमाडौँको कम्पेरिजनमा धेरै विकट अनि दुर्गम नै क्षेत्र मानिन्छ है हजुर हजुर त्यो लेन्समा हेर्नुहुन्छ भने त्यही छ तर मलाई चाहिँ अब मेरो पर्सनल पर्सपेक्टिभ है आई हेभ द बेस्ट चाइल्डहुड देयर एन्ड माई ग्रान्ड प्यारेन्ट्स लिभ द बेस्ट लाइफ देयर किनभने उहाँहरूले आफ्नै खाना उब्जाउनु भयो आफ्नै खाना खानुभयो 94 वर्षसम्मको उमेरमा एकचोटि हस्पिटल गएको रेकर्ड छैन मेरो हजुरबा हजुरआमाहरू होइन त्यो चाहिँ उहाँहरूको लाइफस्टाइलले गर्दाखेरि हो शुद्ध पानी शुद्ध हावा अर्ग्यानिक खानेकुरा सोसाइटी छ होइन वरिपरि केही पर्दा चाहिने त्योभन्दा बढी केही नचाहिने रहेछ जिउनलाई भनेर अहिले आएर बुझिन्छ होइन त्यो हुर्काइमा म कालीकोटमा हुर्किँदाखेरि मैले बस देखाएको थिइनँ गाडी देखाएको थिइनँ साइकल देखाएको थिइनँ नियरेस्ट टाउनमा पुग्नलाई 4 दिन लाग्थ्यो होइन त्यो भएर म गुड्नभन्दा अगाडि उड्न सिकाएको मान्छे हो क्या मेरो फर्स्ट टाइम सुर्खेत झर्दाखेरि म फ्लाइटमा आएको थिएँ होइन सो त्यही भएर म सपनाहरूलाई पनि उडाउन चाहन्छु क्या गुडाउन होइन त्यो भएर सपना देख्ने मान्छे हो त्यो बेलामा द्वन्द्वकालीन अवस्थामा हुर्किँदै गर्दा यहाँ मऱ्यो त्यहाँ ऊ भयो भनेर त्यो सानैदेखि त्यो ट्रमाटिक इभेन्ट्सहरू हेर्दै यहाँसम्म पुग्यो होइन त्यही भएर नि कम्प्यासन चाहिँ अब उहिलेदेखि नै जोस अलिअलि भए पनि जागिरहेको थियो के गर्नुपर्छ मेरो ठाउँको लागि भन्ने चाहिँ थियो होइन त्यो बेला हुर्किँदा मलाई अस्ट्रेलिया पुग्छु भन्ने कहिल्यै कल्पना पनि थिएन अस्ट्रेलिया भन्ने देश यस्तो होला भन्ने पनि थिएन भन्ने देश छ भन्ने थाहा पनि थिएन होला होइन यो ड्रिम आएको त मैले नर्सिङ सकाएर जागिर खाएर 2 वर्ष जागिर खाएँ मैले नेपाल अनि त्यसपछि अनि बुहारले पहिलोचोटि काठमाडौँमा एक तले घर किनिसकेको थियो ए अब त मेरो काठमाडौँमा प्रपर्टी भयो म पनि जान पाउँछु कि भनेर नि आश लाएर अप्लाई गरेर अनि नर्सिङ नेपालमा कालीकोटमै पढ्नुभयो कि कालीकोटमा नर्सिङ छ त हजुर अहिले पनि छैन नि धरानमा पढेको थिएँ मैले नेपालमा कालीकोटदेखि धरानमा नर्सिङ त्यसपछि काठमाडौँदेखि अस्ट्रेलिया हामीलाई लामो जर्नी कभर गर्नु छ अनि नर्सिङ धरानमा भ्याउनुभयो त्यसपछि काम कता गर्नुभयो आर्मी हस्पिटलमा
छाउनी ए hospital. राइट राइट छाउनीमा त्यहाँ जानलाई नि फिजिकल्ली फिट हुनु पर्थ्यो, सेलेक्टेड हुनु पर्थ्यो. मेरो बुवाले बिहान 3-4 बजे उठाएर पुसअप सिटअप दौडाउने सबै काम गरिसिन्थ्यो होइन. बुवाको देन छ म त्यहाँ सेलेक्सन हुनुमा पनि. राइट 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 कति वर्ष काम गर्नुभयो 2 छाउनी वर्ष 2 हस्पिटलमा वर्ष जति गरेँ. राइट अनि त्यसपछि त्यति दुःख गरेर कालीकोटको मान्छे जर्नी त एकदम लामो थियो नि त धरानसम्म आइपुग्नु भयो धरानबाट छाउनी हस्पिटलको त्यो पनि बिग अचिभमेन्ट लाइफमा त्यत्रो ठुलो कुरा अचिभ गरिसकेपछि फेरि अस्ट्रेलियाको भूत कसरी आयो यसो भयो, मैले धरान पढ्दाखेरि इट वाज लाइक वान अफ द बेस्ट मेडिकल कलेज इन होल एजिया होइन. त्यो बेलामा चाहिँ अनि आर्मी हस्पिटलमा त्यो स्ट्यान्डर्ड भेटिनँ मैले होइन. बाङ्गो रुख छ भने नि सोझो छ भन्यो भने आफ्नो सिनियरले हस् हजुर सोझो छ भन्नुपर्ने खालको कल्चर छ नि त त्यहाँ. एन्ड आई डिन्ट लाइक द्याट. अनि त्यसपछि अर्को कुरा मन नपरेको भनेको पिउनको बुवा पनि बुवा हो होइन, अफिसरको बुवा पनि बुवा हो. ऱ्याङ्किङ अनुसारको कोठा दिइन्थ्यो, ऱ्याङ्किङ अनुसारको डक्टर नर्सेसहरूले पनि तिमी तपाईँ भन्ने खालको त्यो बिहेभियर हुन्थ्यो. हाम्रो लागि त पेसेन्ट इज पेसेन्ट नि त, नो म्याटर वेदर जेनरल ओर कोलोनेल ओर कसको बुवा ओर कसको ससुरा मतलब भएन भन्ने लाग्थ्यो मलाई चाहिँ. मेरो पढाइले चाहिँ त्यो भन्थ्यो. इट डिन्ट अग्री विथ मी. अनि अर्को कुरा अस्ट्रेलिया आउनलाई कहाँबाट जुऱ्यो भन्नुहुन्छ नि, म नर्सिङ पढ्दा धरानमा इमर्जेन्सीको डिपार्टमेन्ट एउटा अस्ट्रेलियन कपलले सम्हाल्नु भएको थियो. उहाँको छोरी चाहिँ मेडिकल प्लेसमेन्ट गर्न नर्सिङ प्लेसमेन्ट गर्न नेपाल आउनु भएको थियो, कम्युनिटी नर्सिङ प्लेसमेन्ट. द वे सी वर्क वाज क्वाइट अमेजिङ यु नो. पेसेन्ट ट्रान्सफर हुँदा लिएरै जाने, हामी त अरूलाई अथवा कुरुवालाई दिएर पठाउँथ्यौँ नि त. अनि आई वाज लाइक वाइ इज सो डिफ्रेन्ट भनेको. एक दिन सोधेँ पनि मैले टुटीफुटीको इङ्ग्लिसमा. इज लाइक दिस इज द वे वी डु इट इन अस्ट्रेलिया भने क्या. अनि त्यही भएर पनि मेरो मनमा चाहिँ अस्ट्रेलिया भनेर बसिरहेको थियो. तर मैले युएस अप्लाई गरेको थिएँ, युएस भिजा रिजेक्टेड भएको थियो किनभने सम्मान स्क्याम्ड मी के. जनवरीको सेसनलाई डिसेम्बरमा अप्लाई गरेर हुन्छ त, त्यही पनि सबै डकुमेन्ट फोर्स क्या. बिकज द्याट गाई इज इन अस्ट्रेलिया, हि वाज कमिङ टु अस्ट्रेलिया सो द्याट हि वान्टेड मेक मनी. म र मेरो साथीबाट 2-3 लाख उठायो होला त्यो बेलामा उसले. डकुमेन्टेड. I mean, we went up to the visa process and everything, and it got rejected. He already knew that it would be rejected. करेक्ट अहिले आएर मलाई याद छ कि अस्ति नै मैले फेसबुकमा रिच आउट पनि गर्न खोजेको थिएँ. हि प्रेटेन्ड लाइक हि डिडन्ट रिमेम्बर अस. वाउ भनेपछि त्यो जुन स्ट्रगलको जर्नी त नेपाल छोड्नुभन्दा अगाडि नेपालबाटै सुरु भइसकेको रहेछ. बाहिर जानु पर्दैन, देशभन्दा बाहिर जानु पर्दो रहेन रहेछ. त्यो हन्डर अनि ठक्कर खानलाई हजुरको त्यो फर्स्ट स्टेप नै त्यो भयो. अनि त्यसपछि अस्ट्रेलियाको जर्नी स्टार्ट. त्यसपछि अब बुवा आमाको त्यत्रो पैसा खर्च भयो. मेरो ज्याकेटले त कहाँ भ्याउँथ्यो त होइन. अनि खर्च भयो ला भन्ने भयो. दिनभरि रोएँ म. आई बिकेम सच अ फेलियर भन्ने लाग्यो. अनि 1 महिना जति ब्रेक दिएँ. देन फेरि आयो ओटोटी होइन, अब अस्ट्रेलिया ट्राई गरौँ भन्ने भयो. मेरो साथीले अस्ट्रेलिया ट्राई गऱ्यौँ फेरि. अनि सिडनी आउँदै थिएँ म. अनि फेरि सिडनी आउने क्रममा अफर लेटर आइसकेको थियो. अनि उसलाई चाहिँ ट्रेनिङ जान पर्ने भयो मेरो साथीले. अनि ऊ ट्रेनिङ गएँ. अनि म चाहिँ ट्रेनिङ जाने बेलामा ठ्याक्क कालीकोटमा मेरो हजुरआमा बिरामी भएर भेट्न गएको थिएँ. सो आई स्किप द ट्रेनिङ राइट. अनि मसँग त टाइम भयो. सो आई कन्टिन्युड लुकिङ फर दिस जर्नी टु किप गोइङ होइन. मेरो अफर लेटर आइसकेको थियो. अब अरू प्रोसेसिङ गर्नु पऱ्यो भन्ने बेलामा चाहिँ आई वाज डेटिङ अ गाई एट द्याट टाइम होइन, विच बिकेम माई हस्बेन्ड लेटर अन. अनि उसले हेर प्रियङ्का मलाई यस्तो यस्तो भइरहेछ भनेर उसले सबै सुनाए आफ्नो कथा व्यथा. अनि उसको भाइले 4 पेज लामो लेटर लेखाएर रहेछ. अनि स्वयम्भूमा भेट्न बोलाएको थियो क्या. अनि गएर अनि त्यो कफी चिया खाँदै अनि त्यो पढेँ, धर रोएँ क्या. यस्तो धेरै समस्या रहेछ, म जाँदैछु, बरु डिपेन्डेन्ट नै लैजाऊँ कि भन्ने जस्तो फिलिङ्स आयो क्या. राइट. अब उसले भाइ त्यो पर्सन जसले लेटर लेखेको थियो उसलाई भाइ भन्नुहुन्थ्यो हजुरले त्यो उसको भाइ क्या. उसको मेरो एक्सको भाइले चाहिँ दाइलाई लेटर लेखेको रहेछ. घरमा यस्तो समस्या छ, यु नट डुइङ एनिथिङ, पैसा कमाउँछस् कहाँ जान्छ भनेर होइन. तर मेरो एक्स पनि हि वाज लाइक अ सोसल एन्टरप्रेन्योर एट द्याट टाइम होइन. आई हाइली भ्याल्युड हिज वर्क. उसले आँखीजाल अस्पताल भनेर इटरीमा अस्पताल सुरु गरेको थियो. आई मिन यु नो हि ट्राइड सो मेनी थिङ्स. आई वाज लाइक ओके हेल्पिङ दिस पर्सन इज लाइक अ पुण्यको काम हुन्छ भन्ने फिल भयो. अनि वी वर डेटिङ फर नियरली 2-3 years अलरेडी. अनि पछि गएर बिहे गर्नु छ भने वाइ नट नाउ भन्ने कुरा भयो होइन. अनि त्यसपछि उसले मलाई लैजाऊ भने होइन. अब बट सिचुएसन त्यस्तै पर्यो. आई सेड लेट्स गो टुगेदर. हि अग्रिड एन्ड वी केम होइन. But you guys were not married back in Nepal that time when you guys came here together. त्यो डिसिजन हुन्जेलसम्म हामी म्यारिड थिएनौँ. अब त्यो प्रोसेस सुरु भएपछि त कन्सल्टेन्सीले अफकोर्स बिहे गरेको फोटो ल्याउनुहोस् भन्छ, बिहे गरेको सर्टिफिकेट ल्याउनुहोस् भन्छ, सबै गरेँ मैले. बट
विदाउट माई प्यारेन्ट्स अप्रुभल, विदाउट लेटिङ एनीबडी नो। हाम्रो बिहेमा 4 जना थिए कोर्ट म्यारेज गर्दा, सबै उसको साथीहरू थिए। उनीहरूले जिस्काएको पनि थिए क्या, लेट्स किस द ब्राइड भनेर होइन। बिचरा म अनि त्यसपछि हामी बिहे गरेर छुट्टिएर एकअर्काको आफ्नै घरमा गएको थियौँ क्या। त्यो पनि याद छ मलाई। Oh God, it was a very bold move. त्यो It was. टाइममा when I think about it, तपाईँ आँटिलो मान्छे चाहिँ त्यति बेलादेखि नै रहेछ है। त्यो हिम्मत, त्यो आँट, त्यो समयमा we are not talking about अहिलेको हाम्रो जेनजी पुस्ता। तपाईँले was long time back, मान्छे चाहिँ हिम्मतवाली भन्छ नि, त्यो हुनुहुँदो रहेछ। And then visa got approved, you granted the visa, and this is Australia आउनुभयो। सिडनी? सिडनी आउँछु सोचिरहेको थिएँ। सिडनीमा मेरो कजन थियो क्या, ला उसले थाहा पो पाइहाल्छ कि मैले यसो गरेको अनि भएर ब्रिजबेन गएँ चाहिँ। सायद कालीकोट कर्णालीबाटै विदेश आउने सायद पढ्नलाई पहिलो महिला पो थिएँ कि जस्तो लाग्छ अहिलेलाई। कालीकोटबाट त डेफिनेटली थिएँ होइन, बिकज वी न्यू द डिस्ट्रिक्ट क्वाइट वेल। तर अरूको यो चाहिँ नसोचिएको सपना हो क्या मेरो अस्ट्रेलिया अलरेडी। अनि के पढ्न आउनुभयो अस्ट्रेलिया? नर्सिङ अगेन? त्यसमा पनि फेरि होइन, अब त्यहाँनिर पनि रङ एडभाइस भयो कि अब के भयो भन्नु, मैले फर्केर हेर्दा रङ भयो कि जस्तो लाग्छ। ब्याचलरै क्वालिफाइड रहेछु मैले नेपालबाट आउनलाई होइन, अथवा त्यो एजेन्सीको सायद ब्याचलर प्रोग्रामसँग अफिलिएसन थिएन कि होइन। दे सेन्ड मी फर डिप्लोमा अफ कम्युनिटी वेलफेयर वर्क होइन। त्यो बेलामा पिआर पनि आउँथ्यो, ल ठिकै छ त, कोर्स फी पनि सस्तै छ भनेर आई एग्रीड होइन। आई केम, अदरवाइज दे सेड लाइक आई वेन्ट टु सपर राउन्ड है। फ्यु एजेन्सीमा जाँदाखेरि ब्याचलर गर्न मिल्छ भनेर कुरा गरेको थिएँ। अनि त्यत्रो विधि फी तिरेर किन त्यहाँ जाने हो र, डिप्लोमा गरे भइहाल्यो नि, यसबाट पिआर आइहाल्छ भन्नुभयो एउटा कन्सल्टेन्सीले। आई फलोड थ्रु देयर थिङ एन्ड आई थट घरमा पनि पठाउनु छ, घर बनाउनु छ, भाइ बहिनी पढाउनु छ भन्ने लाग्यो है। आई चुज अ चिपर कोर्स। अनि I mean, I don't know whether that was a good decision or bad decision, but when I came to Australia, जुनमा कोर्स सक्यो, जुलाईमा रुल चेन्ज भयो, इफेक्टिभ फ्रम July 1, that you cannot apply for permanent residence anymore, right? So that was a hard thing to bite, and I transferred into, I got into temporary visa. On temporary visa, I'm a full-time work right हुन्थ्यो, अनि त्यसपछि I choose to study nursing again, होइन। अनि त्यसपछि म ब्रिजबेन बस्थेँ, टुओममा ड्राइभ गरेर जान्थेँ, बिहान जाँदा 3 घन्टा, बेलुका आउँदा 3 घन्टा। अहिले त सायद 3 घन्टा नि नलाग्ला। त्यो बेलामा 2011 को फ्लड आएको थियो नि त, बाटो चाहिँ ठाउँ ठाउँमा अफेक्टेड थियो होइन। जब पाउनलाई त्यस्तै गाह्रो। 2008 को कुरा हो यो चाहिँ, फर्स्ट टाइम अस्ट्रेलियाको म त्यो बेलामा हो। त्यो बेलामा ग्लोबल फाइनेन्सियल क्राइसिस भइरहेको थियो, म्यासिभ भएको थियो त्यो टाइममा। Oh my God, it was like finding a job was not easy. And for me, it was like swallowing my pride to work in a restaurant at that time. So आर्मीमा अब जुनियर कमिसन अफिसर भइसकेको मान्छे है, आएर भाँडा माझ्न पर्दाखेरि मेरो आत्मसम्मान कुल्चिएर म अगाडि बढिरहेको छु भन्ने महसुस हुन्थ्यो है। वाज अ टफ जर्नी, माई गड, स्टार्टिङदेखि नै। सो ब्रिस्बेनदेखि टोम्बा एभ्री डे अप एन्ड डाउन गरेर पढाइ भ्याउनु भयो? कलेज 2 दिन हुन्थ्यो, 2 दिन जान्थेँ। प्लेसमेन्टको बेलामा चाहिँ त्यहीँ बस्थेँ म, त्यहीँ बसेर प्लेसमेन्ट सघाउँथेँ अनि फर्किन्थेँ। त्यहाँ पनि जब खोजा हो नखोजा नि होइन। फेरि मेरो एक्सको चाहिँ सबै ब्रिस्बेनमै अब छोडेर जान नि भएन होइन। सो आई डिसाइडेड टु जस्ट डु अप एन्ड डाउन फ्रम ब्रिस्बेन। राइट राइट। पढाइ भ्याउनु भयो, अनि त्यसपछि पर्मानेन्ट रेसिडेन्सी, लाइफ सेटल भयो। यु ह्याड योर हस्बेन्ड द्याट टाइम अर पार्टनर? त्यसमा पनि ठुलै कहानी छ होइन। Until 3 years my parents didn't knew that I was living with the man होइन। अनि त्यसपछि 3 वर्ष पुगिसकेपछि म नर्सिङ पढ्दै थिएँ त्यो बेलामा। मैले घरमा कुरा हुन्थ्यो, म डाइरेक्टली कुरा गर्न कहिल्यै नसक्ने मान्छे हो क्या, म एकदम इन्ट्रोभर्ट साई पर्सन हो पहिला चाहिँ है। मेरो मम्मीले त्यो बेलामा हुर्किँदै गर्दा भन्छन्थ्यो, यसलाई चाहिँ दिन पठाउनुपर्छ, माइली छोरीलाई चाहिँ लिन पठाउनुपर्छ भन्छन्थ्यो होइन। दिन चाहिँ मनपर्ने, लिन चाहिँ देऊ न मलाई भन्न नसक्ने मान्छे म है। एनिवे मैले मम्मी बुवालाई म यो मान्छेसँग बिहे गर्छु भन्ने आँटै आएन। अनि त्यसपछि लेटर लेखेर पठाएँ। त्यो लेटर पनि मेरो एक्सले ड्राफ्ट गरिदियो, अनि त्यही फोटो खिचेर होइन याहू मेसेन्जरमा बहिनीलाई पठाएँ। बहिनीले पढेर सुनाइ घरमा यस्तो यस्तो भनेर त्यो लेटरमा लेखेको थिएँ, मेरो यदि बिहे यो मान्छेसँग गरिदिँदैन भने म तिमीहरूको घरै आउँदैन। त्यो बेलासम्म अर्को घर बनिसकेको थियो नि त अर्को ठाउँमा, मलाई घर कहाँ छ भन्ने पनि थाहा थिएन होइन काठमाडौँमा। सो त्यो लेटर लेखेपछि अनि घर बुवाहरू लिन आएपछि त अब दे अग्रिड भन्ने भयो। अनि म गएँ एयरपोर्टमा। हजुर फर्स्ट टाइम नेपाल जाँदा हजुर सँगै लिएर जानुभयो हजुरको एक्सलाई पनि?
एक्ससँगै गयो, अब एक्स उसको घर गयो, म मेरो घर गएँ तर त्यहाँ मम्मी ड्याडीले एयरपोर्टबाट। फर्स्ट मिटिङ एयरपोर्टमा भयो। हजुर, एक्ससँग त भेटेको याद भएन, जस म घर आएँ अनि राइट, त्यसपछि च्यालेन्ज गरेर लेटर लेखेपछि बुवा मम्मी कन्भिन्स हुनै पर्यो। अनि त्यसपछि अब 1-2 हप्ता अब गर्ने कि नगर्ने, कसरी गर्ने, किन गर्ने, किन नगर्ने बहस चल्यो होइन। आफ्नो वरिपरिको नातागोता अनि मेरो केसमा त हामी चाहिँ अझै पनि ट्रेडिसनल छौँ नि त, कर्णाली सुदूरपश्चिमतिर ठकुरी परिवार, उनीहरू फेरि छेत्री परे, 10 वर्षको एज ग्याप होइन, एलिजिबल ब्याचलर होइन। अब त्यो बेलामा विदेशै नगए केटी कोही पनि होइन। जस्ट आई वाज केपेबल इनफ टु फाइन्ड एनी म्यान आई डिजायर्ड। अनि हाउ अबाउट दिस, हाउ अबाउट द्याट भनेर कतिवटा रिलेसनको पनि प्रपोज गर्छु। म 23 वर्ष मात्र थियो होला म त्यो बेलामा होइन। लङ स्टोरी सर्ट, बुवाहरूले आफ्नो प्राइडलाई स्वालो गरेर छोरीको खुसीलाई अगाडि राखेर दे अग्रिड होइन। बिहेमा एक थोपा पनि आँसु झरेको थिएन क्या म बिदाई भएर जाने बेलामा, किनकि I was so happy that I had a man who I had already shared my 3 years with भन्ने भएको थियो होला सायद। इट वाज लाइक अ फिलिङ अफ अकम्प्लिसमेन्ट एन्ड फिलिङ अफ आई गट वाट आई वान्टेड भन्ने खालको होइन। 3 वर्षसम्म लुकाएर राखेको रिलेसनसिप थियो। अनि यु आर अलरेडी इन रिलेसनसिप विथ हिम बिफोर यु केम टु अस्ट्रेलिया। माई गड, लाइफमा के चाहियो मलाई अब? आई हेभ द म्यान आई वान्टेड, माई फ्यामिली अग्रिड, आई गट द अप्रुभल, नाउ नो वान क्यान स्टप मी भन्ने Yes. फिलिङ भयो त्यति बेला है। त्यो फिलिङ कहिलेसम्म रह्यो? त्यो जुन प्राइडको एउटा फिलिङ थियो नि, आई क्यान कन्कर द होल वर्ल्ड भन्ने फिलिङ। त्यो फिलिङ त अहिले पनि छ होइन, आई क्यान कन्क्वर द वर्ल्ड भन्ने होइन। बिचमा मैले पज ल्याए मात्रै हो क्या, ब्रेक के बाद भने जस्तै भयो भनौँ न। बुझ्नुभयो नि मैले भन्न खोजेको। मम्मी ड्याडी ह्याप्पी बिहे भयो, अस्ट्रेलिया फर्किनु भयो। Mommy daddy never happy. They did it for me. They were happy for you. They They did were it not- for me. They were Right. happy for me, but then they did it for me once. है। डु यु रिग्रेट त्यो डिसिजनमा अहिले? अब रिग्रेट भनौँ भने पनि के भनौँ, नभनौँ भने के नभनौँ। आई थिङ्क आई टेक लाइफ एज इट गोज रादर देन एक्सपेक्टिङ आई विस यस्तो भएको भए, आई विस उस्तो भएको भए भन्दाखेरि झन् धेरै वरिजहरू आउने रहेछ मनमा होइन। त्यही भएर अहिले चाहिँ मलाई मान्छे रिजनको लागि आउँछ, मान्छे सिजनको लागि आउँछ, मान्छे उनीहरूको मिसन बोकेर आउँछ हजुरहरूको लाइफमा। अनि कुनै मान्छे चाहिँ सिकाउन आउँछ। मैले त्यो रिलेसनबाट धेरै सिकेको छु, राम्रो कुराहरू पनि नराम्रो कुराहरू पनि सबै सिकेको छु होइन। अब अफकोर्स के पनि नभए भए त 7-8 वर्षको जर्नी सँगै त हुन्थेन होला होइन। देयर वाज लभ, देयर वाज एभ्रिथिङ होइन। अब लभ क्यान फेड एन्ड कम ब्याक, बट देन कमिटमेन्ट सुड बी स्ट्रङ जस्तो लाग्छ मलाई चाहिँ होइन। सो he decided to break the commitment and I have no worries or no blame or anything, but त्यो पनि अमिकेबल रूपमा भएको भए चाहिँ सायद मेरो हिलिङ जर्नी चाहिँ सजिलो हुन्थ्यो जस्तो लाग्छ होइन। आई डिडन्ट डिजर्भ द्याट बिट्रियल, आई डिडन्ट डिजर्भ टु बी पुट अन्डर द डार्क होइन। सत्यले मान्छेलाई घोच्ला, काट्ला, दुख्ला, तर इट अल्सो हेल्प्स यु हिल के। ए मरिसक्यो भने त्यो त जीवितै छ भनेर त लाग्दैन नि कोही मान्छे पनि होइन। तर आज आउला कि भोलि आउला कि नआउला कि मैले के गल्ती गरेँ भन्ने कुराहरूको डाउट उब्जाउ गराउनलाई चाहिँ तपाईँ अनट्रुथफुल हुनुहुन्छ भने होइन। कुनै पनि प्रेम गरेको मान्छेले लाइक आइ एम नट ह्याप्पी, आई वान्ट गो भन्यो नि, द्याट्स द बेस्ट थिङ यु क्यान डु फर नेक्स्ट पर्सन। यस, या यु लेट देम गो होइन। प्रेम भनेको त अनकन्डिसनल हुन्छ, वेदर दे आर इन यर लाइफ or नट इन यर लाइफ, यु स्टिल लभ देम होइन। मन नपर्ने कुराहरू हुन्छ, त्यो फरक कुराहरू होला, तर या कसैसँग जीवन बिताउँछु, मेरो पर्मानेन्ट मान्छे हुन्छ भन्ने सोचेको मान्छे समाजसँग लडेर आफ्नो बनाएको मान्छेले धोका दिँदा चाहिँ त्यो सबैभन्दा ठुलो बिट्रियल लाग्दो रहेछ। त्यो चाहिँ हो। अनि स्पेसली when you are far from the family and you have chosen that person, and like ए हामीसँगै हुने, हामीसँगै लाइफ बिताउने भनेर हिँडिसकेको मान्छेलाई when you get that betrayal, I think it's त्यो बिट्रियल पनि बिट्रियल हो भनेर थाहा पाउनु मलाई 7 वर्ष लाग्यो। 7 वर्ष लाग्यो।
भन्नाले मैले बुझेन 7 वर्ष लाग्यो भन्नाले 2016मा हामी सेपरेट भएको थियौँ 2022मा थाहा पाएँ मैले ऊ बिहे गरिसकेको रहेछ मेरै साथीसँग मेरै बेस्ट फ्रेन्डसँग 2जना छोरछोरी रहेछ भनेर थाहा पाएको चाहिँ 2022मा हो होइन यु डु यो म्याथ 2016 देखि 22सम्म तपाईँहरू सेपरेटेड मिन्स डाइभर्स भएको थिएन बट यु गाइज आर लिभिङ सेपरेटली 16मा म प्रेग्नेन्ट थिएँ म 6 हप्ताको प्रेग्नेन्ट हुँदा he decided to move on होइन लाइक सेपरेट हुम भन्ने खालको भयो अब देयर वाज इन्सिडेन्ट that you are pregnant या एट द्याट टाइम आई वाज प्रेग्नेन्ट अनि अनि मेरो how अर्को can बच्चा someone अलरेडी leave 1 you? वर्ष भएको आफ्नो थियो वाइफ प्रेग्नेन्ट छ अनि he decided to leave you त्यसमा पनि अब एउटा अर्को कन्ट्रिब्युटिङ फ्याक्टर छ उसको फ्यामिलीहरू आउनु भएको थियो भिजिट गर्नलाई 1 महिनाको लागि होइन यही सिडनीमै ब्रेकअप भएको थियो क्या हाम्रो होइन इन्सिडेन्ट ह्यापन अनि सी मेड उसको बहिनीले चाहिँ क्लेम गराएको थियो क्या बच्चा हेर्न नसक्ने भए किन पाएको त भनेर होइन आई वाज अ बिजनेस लेडी होइन त्यो पनि 15 मिनटको डिस्टेन्स हामी चाहिँ डिफ्रेन्ट कारमा ट्राभल गरेको थियौँ बाबु चाहिँ उनीहरूसँग थियो क्या बाबु रोएछ कारमा उनीहरूलाई गाह्रो भयो होला अब आई डोन्ट नो वाट सी फेल्ट वाइ सी फेल्ट मेबी सी वाज अब्जर्भिङ आई डोन्ट नो वाट ह्यापन्ड है उसले अनि होटलमा पुग्ने बित्तिकै अनि बच्चा हेर्न नसक्ने भए किन जन्माएको त भन्ने खालको कमेन्ट गरेँ अनि मैले भने आजसम्म तिमीहरूको परिवारले कहिले आएर हेरिदिएको छौ र गरिदिएको छौ र त्यो भन्नलाई सुहाउँछ होइन जब कि म सिजेरियन सेक्सन हुँदाखेरि मैले आफैले हेरिरहेको थिएँ सबै होइन यु डोन्ट डिजर्भ टु बी सेइङ दिस टु मी होइन भनेर भनेपछि अनि त्यसपछि उसले उसको आफ्नो भाइ पनि आएको थियो अब मेरो एक्स उसको दाइ थियो होइन मेरो टिकट काट्दै म जान्छु आज नै अस्ट्रेलियाबाट भनेर भने अनि मैले भने सरी मैले बोलाएको पनि होइन हजुरहरू आफ्नै इच्छाले आउनु भएको जाने भए जानुहोस् मलाई केही छैन भन्ने भयो त्यहीबाट सुरु भएको झगडा होइन यहाँसम्म गएर सुरु हुनलाई त्यति हो क्या कारण त्यो हुँदा चाहिँ उसले उसको फ्यामिलीको साइड लियो एन्ड आई थिङ्क आई डिन्ट लाइक इट अनि किनकि मैले केही गलत गरेकै थिइनँ नि त त्यहाँनिर होइन एज अ मदर आई वाज काइन्ड अफ सेकन विथ द्याट कमेन्ट लङ स्टोरी सर्ट उनीहरू मलाई यहीँ छोडेर फर्के ब्रिजबन हामी गाडीमा आएको थियौँ 2 दिनको जर्नी गरेर बाबु 1 वर्षको थियो हाउ क्रुअल इज द्याट टु लिभ अ मदर बिहाइन्ड टेक अ चाइल्ड एन्ड गो विदाउट मी होइन So your husband went with his family. अनि तपाईँ you had a babu with you? And then he took it Oh they took my it with them God. sorry Okay. अनि के भयो? How did you handle? पागल जस्तै भयो तारिरहेको थिएँ म त्यसपछि आई टोल्ड माई सिस्टर सी वाज इन ब्रिजबन उसलाई सबै भने यस्तो यस्तो भयो भनेपछि अनि उसले सी न्यू सी वाज इन द सेम पेज एन्ड मेरो यहाँ सिडनीमा कजन पनि थियो त्यो पनि बहिनी थियो सी वाज अल्सो रेज बाई सिङ्गल प्यारेन्ट एन्ड सी वाज भेरी डाउन टु अर्थ अनि उसलाई म यस्तो भएको अनि थाहा भइसकेपछि उसले चाहिँ घर आइस्यो भने अनि म घर गएँ उनीहरूको बिचरा स्टुडेन्ट लाइफमा एउटा मात्र रुम थियो होइन त्यही पनि सी अकोमोडेटेड नै एन्ड 1 हप्ता जति म त्यहीँ बसेँ आई टुक टाइम टु हिल कति दिन निन्द्रै लागेन अफकोर्स होइन अब ब्रेस्टहरू गानिएर कत्रो भइसकेको थियो 1 वर्षको बच्चा दुध खाने बच्चालाई छोडेर यहाँ बस्दाखेरि आई स्ट्रगल अलट अनि त्यसपछि पैसा पनि थिएन मसँग मेरो बहिनीलाई टिकट काट्दै म आउँछु भने अनि म गएँ बहिनीको घर गएँ उनीहरू मेरो घरमा बसिरहेको थिएँ अनि मैले भनिरहेको थिएँ नआइज भेट्न नआइज आम नट इन अ स्पेस टु टक टु यु ओ सी यु भनेर भन्दै पनि आउनुभयो उहाँ अनि मलाई बरु बाबु चाहिँ पुऱ्याइदिनु आई मिस हिम सो मच भनेको थिएँ द्याट डिडन्ट ह्यापन अफकोर्स होइन उसको घरमा इन्सिडेन्ट भयो हात हालसम्मै पुग्यो क्या उसले खै के कुरामा यही कुरा तेरो बुवा आमालाई भनिदिन्छु भनेर फोन गर्नु लागेपछि मैले तिमीलाई आफैले चुज गरेर बिहे गरेको यु डोन्ट ह्याभ राइट टु से एनिथिङ टु माई प्यारेन्ट्स भनेर फोन खोज्न जाने बेलामा ही बिकेम लाइक पुसिङ अवे एन्ड देन इट काइन्ड अफ बिकम अ लिटल बिट अफ अ फिजिकल एग्रेसन एट द्याट टाइम अनि त्यसपछि या फ्रम देन अन एन्ड वान थिङ आफ्टर नदर हुँदै गयो त्यसपछि नि मलाई थाहा त छ नि त लाइक आई ह्याड टु गो टु पुलिस भनेर एन्ड आई थिङ्क इट वाज स्याटरडे अन द्याट डे होइन म आफू बसेको एरिया नजिकैको पुलिस भेट जाने बेलासम्म बन्द भइसकेको रहेछ क्या त्यसपछि आई वेन्ट होम टु सी माई सन किनकि मेरो घर थियो होइन बच्चा हो अनि द्याट्स योर होम आफ्नो घरमा जानलाई यु डोन्ट निड इट एनी वान पर्मिसन द्याट्स राइट अनि त्यसपछि घर गएँ मेरो एक्स थिएन रहेछ उसको बहिनी भाइ पनि थिएन कि एनिवे बहिनी चाहिँ याद छ मलाई सबै कुरा पुरै पनि याद छैन मलाई
गएँ ढकढकाउँछु खोल्दैनन् अनि मलाई मेरो घरमा थाहा थियो पछाडिपट्टि ल्याडर राखेको थिएँ एउटा झ्याल चाहिँ लाइक मैले कहिल्यै क्लोज गरिनँ जिन्दगीमा त्यो झ्याल होइन मेरो घरको होइन इभन नेपाल जाँदा पनि क्लोज गर्दिनँ थिएँ अनि त्यही झ्यालबाट भर्याङ राखेर उक्लेर गएर माथि गएपछि बाबु लिएँ अनि म लिएर बाहिर जाने बेलामा सिकेम एन्ड ग्राब मी के ग्राब द बाबु होइन लिन दिएन अनि त्यसपछि यस्तो भयो कि तानातान भयो कि अब हातै खुट्टा चुडिन्छ कि भने जस्तो फिल भयो मलाई अनि त्यसपछि ऊ त फेरि पुलिस अफिसर हो क्या नेपालको चाहिँ राइट अनि सकिनँ मैले भनौँ न अनि त्यसपछि फेरि दिमागमा झट्ट आयो ला मेरो त कार सिट पनि छैन हाउ डु आई टेक हिम भन्ने भयो मेरो कारमा होइन सो या आई लेट गो अनि त्यसपछि चाहिँ म पुलिस बिट गएको थिएँ सरी त्यसपछि पुलिस बिट गएको थिएँ पुलिस बिट बन्द भइसकेको रहेछ अनि बहिनीलाई फोन गरेँ हेर्नु यस्तो यस्तो भयो भनेर भने दिजु नआत्तिस्यो म आउँदैछु म र ज्वाइँ आउँदैछु स्टे कुल भने होइन अनि बरु हजुर पनि आइसक्यो घर अनि त्यहीँ बसेर कुरा गरौँला भने अनि म घर आएँ आउने बेलामा उनीहरू आइपुगिसकेर रहेछन् अनि ढोका ढकढक गरेँ अनि उसको भाइले चाहिँ ढोका खोल्यो होइन मेरो एक्स होइन कि उसको भाइले ढोका खोल्ने बित्तिकै मलाई देखेपछि फेरि ढोका ड्याममै लगाइदियो क्या लाउन खोज्यो होइन मैले आई पुस्ट इट एन्ड आई सेड दिस इज माई हाउस ब्याक अफ होइन आई फोर्स्ड एन्ट्री टु माई ओन हाउस एन्ट्री हुन पाएन हुने बित्तिकै दे काइन्ड अफ होल्ड मी डाउन विदाउट मी डुइङ एनिथिङ होल्ड मी डाउन उसले मलाई तल च्यापेर राख्यो भुइँमा होइन अनि त्यसपछि पछि त मेरो एक्स उसको बहिनी उसको हस्बेन्ड अनि चारजनाले चारवटा हात खुट्टा च्याप्नु पऱ्यो क्या अब एउटा विदाउट एनिथिङ अनि यो त इलिगल हो नि त रिस्ट्रेनिङ विदाउट एनिथिङ होइन त्यो भए चाहिँ मलाई झन् औडा भएछ अनि आई वान्टेड टु गेट रिड अफ देयर त्यो हुन्छ नि त्यो कब्जाबाट बाहिर निस्किनु थियो आई हेभ नो आइडिया पछि मैले सोधेको पनि थिएँ मेरो के भन्छ त्यो देवर भनौँ न लाइक किन त्यस्तो गरेस् भन्दाखेरि यु लुक सो एग्रेसिभ अन द्याट टाइम एक्सक्युज मी तपाईँहरू चारजना हुनुहुन्छ एकजना तपाईँ महिला आएको छ त्यहाँ इन्क्लुडिङ 3 मेन एकजना महिलाले तपाईँलाई रिस्ट्रेन गर्नु खोजिरहेछ अनि दे वर स्केयर अफ यु एन्ड देन इट वेन्ट नेक्स्ट लेभल बहिनीहरू पनि आइपुगेको थियो त्यति हुन्जेलसम्म अनि बाबु थियो उनीहरूको पनि भान्जा थियो अनि बिचरा तिनीहरू सिन विटनेस गरिरहेको थिए मेरो बाबु रोइरहेको थियो अनि बहिनीले चाहिँ भित्र लगेर राखी चाहिँ अर्को कोठामा आइम नट स्योर हु कल द एम्बुलेन्स एन्ड पुलिस कसैले सोधेको पनि छैन मैले एक्चुली त्यो कुरा अनि पुलिस एन्ड एम्बुलेन्स डिड केम आफ्टर अ वाइल आई थिङ्क 30 मिनट जति त लाग्यो होला until they did came I was still under restraint अनि पुलिसहरू आउने बित्तिकै गाइज वेल डन भन्यो अनि त्यसपछि होइन उनीहरूले त मलाई रिस्ट्रेन्ट गरेर राखिरहेको थियो वेल डन गाइज वी आर हियर नाउ लेट गो अफर भन्ने भएपछि म वेल डन भनेर पुलिसको शब्दबाट सुन्ने बित्तिकै मलाई चाहिँ ट्रस्ट भएन क्या पुलिसलाई आएको दे से वेल डन यु नो विदाउट नोइङ आई डोन्ट नो मेबी दे थट आई वाज भायोलेन्ट ओ वाट नट होइन उनीहरूसँग त केही पनि छैन नि त ब्याकग्राउन्ड स्टोरी त अनि त्यसपछि उनीहरूले मलाई लेट गो गर्यो उनीहरूले वेल डन भनेपछि आई थिङ्क इट ट्रिगर्ड मी बिग टाइम आई वाज लाइक मलाई नै इन्जस्टिस भइरहेछ होइन उनीहरूलाई वेल डन भनिरहेछ वाट द हेल भन्ने भएछ अनि आई डिन्ट अग्री टु वाट पुलिस सेड होइन अनि फर्स्ट टाइम मेरो जिन्दगीमा ह्यान्डकफ ओ माई गड यु हेभ डन नथिङ रङ अनि तपाईँलाई ह्यान्डकफ पनि लगायो पुलिसले एन्ड दे डिडन्ट इभन आस्क योर स्टोरी नट अन्टिल देन भोलिपल्ट चाहिँ आएर कुरा भएको थियो अनि देन ए भगवान् म के त्यस्तो हुन्छ बिकज एन्ड देयर यर फ्यामिली मेम्बर्स देयर हस्बेन्ड त्यो तपाईँ हस्बेन्डलाई माया गरेर नेपालबाट यहाँसम्म ल्याएर ऊ तपाईँको बच्चाको ड्याडी पनि हो बाउ पनि हो बट देन हि चुज टु डु द्याट टु यु त्यो अनि वर्स्ट केस होइन अफकोर्स अब त्यस्तो विधि भइसकेपछि हस्पिटल पुऱ्यायो मलाई मैले मेरो टाउको ठोकिरहेको थिएँ क्या भुइँमा अब त्यो उठ्नलाई होइन आई वाज ट्राइङ एभ्रिथिङ टाउको ठोक्दाखेरि सुन्नेको थियो नाकबाट रगत पनि आएको थियो होइन त्यही भएर पनि मलाई इमर्जेन्सी इभ्यालुएसन गर्नलाई हस्पिटल लिएर गएको थियो अनि अफकोर्स त्यो अर्डर थियो क्या अरे 6 घन्टा कि कति घन्टा भेट्न नमिल्ने समथिङ त्यस्तै थियो हस्पिटलमा अब टेस्टिङहरू गर्ने भयो सबै द्याट्स व्हेन आई फाउन्ड आउट आई वाज प्रेग्नेन्ट आई डोन्ट मलाई त त्यो शब्द नै छैन कि मान्छेले त्यस्तो टाइममा तपाईँले आफूलाई कसरी सम्हाल्नु भयो होला प्रियङ्काजी एन्ड नाउ वी आर सिटिङ हियर हामीहरू बसेर यसरी कुरा गरिरहेछौँ त्यो सबै जर्नी
कस्तो एउटा फिल्मको कहानी जस्तो क्या कसरी आफूलाई सम्हाल्नु भयो होला तपाईँको आफ्नो विश्वास गरेको आफ्नो बाउआमाको अगेन्स्टमा गएर बिहे गरेको मान्छे तपाईँको श्रीमान तपाईँको छोराको बुवा उहाँले त्यस्तो गर्नुभयो यु एन्डेड इभन हस्पिटल मलाई त सबै कुराहरू कस्तो डाइजेस्ट गर्न पनि गाह्रो क्या आम सो सरी प्रियङ्काजी तपाईँले ह्याट्स अफ तपाईँलाई आफूलाई सम्हालेर यहाँ आएर हामी यसरी कुरा गरिराखेका छौँ आई डोन्ट थिङ्क एनी वान क्यान डु द्याट कसैले everyone can do, but they think that they can't do it. मैले नि सोचेँ धेरै वर्ष होइन, oh my god, what happened to me, you know, why me, सबै कुराहरू आउँथ्यो दिमागमा. But के थियो तपाईँ मलाई सरी आई 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 कान्ट बिलिभ दिस होल फ्याक्ट अनि के त्यसपछि कारण थियो वाइ ही विल डु द्याट टु यु जस्ट बिकज यु ह्याड अ डिफ्रेन्ट ओपिनियन देन हिज फ्यामिली बिकज तपाईँले आई उसको थिङ्क त्यो अर्को कन्ट्रिब्युटिङ फ्याक्टर के हुन्छ के भयो जस्तो लाग्छ भने उसको साइड अफ फ्यामिली दे नेभर न्यू द्याट आई स्पोन्सर्ड हिम हियर होइन, आई अल्सो प्लेड अ रोल टु इस्टाब्लिस हिम इन हिज लाइफ भनेर कहिले पनि थाहा भएन म चाहिँ बुहारीको रूपमा होइन, कालीकोटेको छोरी लाउन जान्दैन खान जान्दैन होइन बोल्न जान्दिनँ भन्ने खालको दृष्टिकोणले नै हेर्थेँ भनौँ न उनीहरूको परिवारले होइन. मैले धेरै त सङ्गत गर्न पाइनँ, गएको बेलामा जति जे फिल गरेँ त्यो अनुसारको निर्क्युलमा चाहिँ मलाई त्यो भइरहेको थियो. बट इट हेज नथिङ टु डु विथ मी, मैले केही त्यो पर्सनल्ली लिएको थिइनँ होइन. त्यत्रो विधि वर्षसम्म अब मैले यहाँ आएर गरेको योगदान त मेरो कदर भएन नि त होइन, रेकग्निसन त भएन. मैले रेकग्निसन खोजेको पनि थिइनँ होइन, तर त्यो हेपचेप गरेपछि मलाई यहीँ आएर तैँले कसरी छोरी हुर्काइरा भनेर उल्टो क्लेम गरेपछि सबैको बाउआमा आउँछन् कि सासू ससुर आउँछन् छोरी हुर्काउँदा है. प्रेग्नेन्सी हुँदाखेरि बाबुसँग प्रेग्नेन्सी हुँदाखेरि मैले 4वटा घर किनेको थिएँ. एउटा घरमा कन्सेप्ट भएको थियो, अर्को घरमा मुभिन भएर बच्चा जन्मेको थियो, अर्को घरमा चाहिँ न्वारन भएको थियो, एउटा चाहिँ मेरो इन्भेस्टमेन्ट प्रपर्टी थियो क्या होइन. अनि आई स्टार्टेड माई बिजनेसेस फ्रम द जर्नी अफ स्टार्टिङ माई ओन प्रपर्टी पोर्टफोलियो होइन. अनि मैले एजुकेट गर्थेँ, रातभरि नाइट सिफ्ट गर्थेँ, दिनभरि प्रपर्टीको बारेमा सिक्न जान्थेँ, फ्री क्लासहरू लिन्थेँ. मैले कति धेरै नलेज भइसकेको थियो. मेरो पहिलो घर किन्दा मैले 150वटा भन्दा बढी प्रपर्टीहरू इन्सपेक्ट गरिसकेको थिएँ होइन. सो सम हाउ द्याट आफ्नै जर्नी मेरो लाइफको एउटा फेज बन्दै गयो होइन. त्यहीँबाट बिजनेस पनि सुरु गरेँ. आई थिङ्क एज अ मदर आई वाज डुइङ टु मच. 4वटा प्रपर्टी इन अ इयर, फुल टाइम रजिस्टर्ड नर्सको काम, त्यहीमाथि आई वाज सेलेक्टेड फर डुइङ लाइक ग्यास्ट्रोएन्टरोलोजी स्पेसलाइजेसन कोर्स गभर्मेन्ट वाज ट्रायलिङ एट द्याट मोमेन्ट होइन. हामी 3जना थियौँ क्विन्सल्यान्डभरिबाट सेलेक्ट हुने होइन. आई वाज वान अफ देम होइन. त्यो पनि गरिरहेको थिएँ, सबै एकैचोटि भयो. आई डेन्ट नो वाट टु चुज वाट टु लेट गो. मैले पढ्न पनि पढेँ, बिजनेस पनि पढेँ, अपर्च्युनिटी आयो पढेँ, बिजनेस आफ्नै इच्छाले सुरु हुँदै गयो, सुरु गरेँ होइन. अनि त्यसपछि बाबु जन्मेकै थियो. आई कुडन्ट से होल्ड अन आइ एम डुइङ दिस डोन्ट कम होइन. मलाई याद छ क्या बाबु जन्मिने दिनमा 27 घन्टा लेबर पेन भयो है. अनि त्यसपछि डक्टरले अब सिजेरियन गर्नुपर्छ, मलाई फिभर आउन थाल्यो, कुड बी रिस्की भनेर भन्दाखेरि त्यो 2:30 बजेको थियो क्या रातिको, 2:30 त्यही उसमा बाबु जन्मेको थियो. अनि बिहान 9 बजे चाहिँ मेरो एउटा मोर्गेज ब्रोकर थिएँ, म क्विन्सल्यान्डकै नम्बर 2 मोर्गेज ब्रोकर थिएँ हाम्रो कम्युनिटीमा होइन. 2जना मात्र थियौँ, त्योभन्दा अगाडि एकजना दाइ हुनुहुँदो रहेछ. अनि सेकेन्डमा चाहिँ म आफ्नै जर्नीबाट यस्तो पनि हुँदो रहेछ अनि पत्ता लगाएर म मोर्गेज ब्रोकिङ गरिरहेको थिएँ. त्यसको डिलको सेटलमेन्ट थियो क्या त्यो दिन चाहिँ. फेरि बाबु जन्मेको नेक्स्ट मर्निङमा 9 बजे लयर ब्याङ्क सबैसँग डिल गर्नुपर्ने, पेसेन्ट के अरे त्यो पेसेन्ट पार्टी भन्नाएछ किन्ने पार्टीहरूसँग डिल गर्नुपर्ने थियो. लक्किली होइन हामी वी आर अल इन द फोन, समथिङ गट नट डन फ्रम देयर साइड लाइक ब्याङ्क साइड एन्ड दे सेड कुड वी रिस्केड्युल टु अनदर डे होइन. त्यो भनेपछि 9 बजे चाहिँ म तयार थिएँ सबै होइन. आई वाज अन द फोन एन्ड आई गट के भन्छ त्यो भयो भनौँ न, त्यो मोमेन्ट्सहरू रिकलेक्ट गर्छु क्या मैले. त्यस्तो हुँदा पनि म गिभ अप नगर्ने मान्छे हो क्या. लाइक आई नेभर said I can't do it for anything. I So said you let were me ready try. to go. राति बच्चा जन्मेको छ, सी सेक्सन भएर बच्चा जन्मिएको मान्छे बिहान उठेर 9 बजे, किनभने यु ह्याड द्याट अलरेडी फोनबाटै हुन्थ्यो सबै काम चाहिँ, फोनबाटै थियो. त्यही भएर मैले नर्सलाई होइन गिभ मी स्ट्रङ्गेस्ट पेन रिलिफ भनेर मागेँ, नुहाएँ, अनि क्याथेटर झुन्डाएको थियो, सबै रेडी भएँ, बेड सेट बनाएँ. आई वाज रेडी फर माई सेटलमेन्ट अन द्याट डे होइन. सेटल भएन, नेक्स्ट डे सेटल भयो. बट फ्रम माई साइड आई डिडन्ट से द्याट आई हेभ जस्ट गिभन बर्थ एन्ड आई निड टाइम टु पोस्टपोन दिस. स्टिल पनि आएन क्या मेरो मनमा. सो गर्छु भने चाहिँ म गर्ने मान्छे हो होइन, जुनसुकै कुरा किन नहोस्. माई ड्याड नोज सो वेल एन्ड ही सेज
आई गिभ अप इन फ्रन्ट अफ यु होइन मैले यहाँ सिडनी आउँछु भन्दा पनि बुवाले किन जान्छ छोडछोडी यहाँ एक्लै होला नै फलानु भन्दैछन् त्यसपालि होइन नो आई निड टु गो भनेर आएको यस्तो कुरा कहाँबाट कहाँ पुगिसक्छ हेर्नु धेरै नै तपाईँ हस्पिटलमा जानुभयो त्यो इन्सिडेन्ट पछि यु वर टेकन टु हस्पिटल बाई पुलिस होइन नि पुलिस एन्ड एम्बुलेन्स एन्ड त्यो हस्पिटलमा गएर सबै टेस्टहरू हुन थाल्यो वाट्स रङ विथ यु भनेर त्यो वेलफेयर चेकको क्रममा यु फाउन्ड आउट द्याट युआर प्रेग्नेन्ट अनि तपाईँले त्यो न्युज सेयर गर्नुभयो किन हजुरको एक्स हस्बेन्डसँग अफकोर्स गरेँ नि मैले टेक्स्ट गरेको थिएँ अनि आइज मलाई भेट्न आई वान्ट टु टक टु यु भनेर भनेको थिएँ हाउ हि वाज He didn't come. I don't remember so many things of that incident. No, was he happy that you were pregnant or he? I have no idea. अब त्यो चाहिँ अब अलिक पछि गएर रियलाइजेसन भयो होला उसलाई आई डोन्ट नो है अब त्यसपछि चाहिँ भोलिपल्ट चाहिँ आयो अनि ऊ आएन अनि मलाई नि कस्तो त्यो बेलामा त हुन्छ नि गएर हाउसै आगो लगाइदिउँ भने जस्तो फिल आइरहेको क्या त्यो कस्तो इन्जस्टिस फिल भएको भन्नुहुन्छ अनि कुरै नगर्नु लिटरली 2 minutes वक अवे क्या मेरो घर फेरि मलाई जान दिँदैन आई एम इन्टु देयर मेन्टल हेल्थ इभ्यालुएसन एन्ड वाट नट है अनि टु नो द्याट आई वाज प्रेग्नेन्ट एन्ड seeing that this may not even work was like a bitter pill to swallow. And नर्सेसहरूलाई भने मैले give me a strongest sleeping pill, I want to sleep. अनि बिहान 9-10 बजेसम्म नकआउट गरेछ उनीहरूले के दिएको थियो नि थाहा छैन है सो आई स्लेप्ट अनि आएछ पछि मेरो एक्स आएर बसिरहेको रहेछ साइडमा आई डोन्ट रिमेम्बर मच बट त्यो बेलामा 4 दिन चाहिँ मलाई हस्पिटलले इभ्यालुएसनको लागि राखेको थियो being a nurse, I knew how to lie about my suffering and everything. I said, it's just the motherly thing, it's just the cultural class and blah, blah, blah. And I hide it all. And police pani athyo and unale liye interview sabai. He said, you know, it's a domestic violence, you can put a case against it. But as a mother, as a pregnant mother. You said, no, this is... I didn't took it anywhere. कसैलाई चाहिँ कोही फिमेलहरूलाई चाहिँ सायद न्यू चाहिन्छ होला म यसलाई कसरी फसाउँ भनेर मलाई चाहिँ कसरी नफसाउँ भनेर सोचिरहेँ मैले सो आई डिड डु नथिङ अनि 4 दिनपछि हस्पिटलबाट आउने दिन मेरो छोराको फर्स्ट जन्मदिन थियो अनि त्यसको लागि डक्टरहरूले प्लिड गर्नु पऱ्यो त मलाई घर जान्दै भनेर है एन्ड या वी डिड वेन्ट अन अ फ्यामिली टुर टुगेदर विथ all of them After around. all that incident happened. And you were happy to take everything normally. आफूले चाहिँ किनभने मेरो फ्यामिली हो म गर्छु खै के भयो आई डोन्ट नो आई डिडन्ट रियली प्रोसेस्ड एनिथिङ आई जस्ट काइन्ड अफ इट ह्यापन्ड भनेर त्यो पजमा राखे जस्तो भयो अनि आई ट्रिटेड देम नर्मल्ली अन्टिल दे वेन्ट होइन जाने बेलामा त्यसको भान्जालाई मात्र पनि $400-500 कपडै किन्दा थिएँ क्या मैले होइन आई डिड वाट एभर आई निडेड टु डु एज अ माइती आएको हो नि त ऊ त होइन उसले जति जे भने नि आई काइन्ड अफ फर्गिभ वाट एभर सी सेड एन्ड वाट एभर हेज ह्यापन्ड है अब उनीहरूले त अब सबै प्लट बनाइसक्यो होला थिए रहेछन् अब मेरो छोरो चाहिँ भ्याक्सिनेटेड पनि थिएन क्या त्यो बेलासम्म 1 वर्ष भइसकेको थियो माई एक्स वाज एन्टी भ्याक्सर्स या तपाईँ नर्स अनि तपाईँको हस्बेन्ड चाहिँ एन्टी भ्याक्सर या सो ही वाज नट भ्याक्सिनेटेड सो आई कुडन्ट पुट हिम टु चाइल्ड केयर आई वाज टाइड माई ह्यान्ड्स वर टाइड एन्ड माई एक्स सेड फाइनेन्स वाज लुकिङ रियली हार्ड एट द्याट मोमेन्ट एज वेल 4-4वटा घरको मोगेज तिर्नु छ मैले काम नगरेकै 1 वर्ष भइसकेको थियो अब त्यसपछि बिजनेस गर्ने पनि माइन्ड सेट रहेन नि त यत्रो बिदिउ भइसकेपछि आई निड समथिङ काइन्ड अफ इजी गोइङ थिङ टु गो ब्याक टु होइन आई डिसाइडेड टु गो ब्याक टु वर्क नभए मैले वर्कमा पनि म 1 वर्ष अर्को लिभ एक्सटेन्ड गर्छु भनेर भनिसकेको थिएँ एन्ड इट वाज अप्रुभड अलरेडी मैले घरमै बसेर बिजनेस गर्छु भन्ने सोच थियो नेपालमा गएर ब्याक अफिस पनि सेट गरेर आइसकेको थिएँ होइन मोगेज बुकिङ गर्दा एज फार एज आई रिमेम्बर मलाई एउटा डिल गर्न 10 घन्टा लाग्थ्यो 2 घन्टा जति यहाँको गर्नुपर्ने काम गरेँ नि 8 घन्टाको काम चाहिँ जहाँबाट बसेर गरे पनि हुने रहेछ अनि मैले नेपालमा मेरो प्यारेन्ट्सकै तल्लो तलामा पुरै त्यो बेलामा लोड सेडिङ हुन्थ्यो सोलर सिस्टम सेट गरेर स्टाफहरू हायर गरेर त्यो सुरु गरिसकेको थिएँ होइन सो आई ह्याड अल द सपोर्ट सिस्टम हुँदाहुँदै पनि आई फेल बिग टाइम इन माई बिजनेस करियर एन्ड एभ्रिथिङ अहिले फर्केर हेर्दा चाहिँ के लाग्छ भने एउटा माछालाई समुद्रमा राख्नुहोस् उसको बाँच्ने आयु बाँच्छ नि त तर माछालाई यु लिभ बट विदाउट द्याट समुद्र भन्नुहोस् कति बेर बाँच्छ त्यो अहिले
प्रियङ्काजी युआर भेरी स्ट्रङ युआर भेरी भेरी स्ट्रङ एन्ड यु नो द्याट राइट मैले भन्नै पर्दैन बिकज यत्रो ठुलो आँधी तुफान सबैमा हिँडेर एक्लै त्यो पनि म त यसरी लिन्छु क्या ठुलो आँधी तुफान त छ नि त्यो पनि राम्रो बाटोमा होइन क्या जङ्गलको बाटोमा एक्लै हुनुहुन्छ यहाँसम्म आइपुग्नु भयो यु बिन थ्रु अ लट आई डोन्ट इभन निड टु टेल यु द्याट युआर स्ट्रङ इनफ भनेर बट लुकिङ ब्याक त्यो टाइममा किनभने डिसपोइन्टमेन्ट त कति थियो होला नि त आफूले माया गरेको मान्छे थियो आफ्नो बच्चाको बाबा थियो आफू प्रेग्नेन्ट छु कसरी सम्हाल्नु भयो आफूलाई किनभने बाई द्याट टाइम तपाईँहरूको रिलेसनसिपमा त्यो दरार त आइसकेको थियो नि त किनभने त्यो माया थिएन होला त्यो इमोसन त्यो केयर लभ त थिँदै थिएन तर युआर अलरेडी प्रेग्नेन्ट एन्ड यु कुड नट डु एनिथिङ त्यो टाइममा त्यो सबै टाइम आफूलाई कसरी सम्हाल्नु भयो किनभने आइएम प्रिटी स्योर खै मैले सम्हालिनँ जस्तो लाग्छ होइन त्यो टाइममा सम्हालेको भए चाहिँ त्यति बेला बाँच्नलाई आधार के थियो कसरी आफूलाई वाट मेड यु किप गोइङ वाट मेड यु किप गोइङ इन द्याट सिचुएसन अस्ट्रेलियाको सिचुएसनमा कस्तो आइसोलेटेड लाइफ छ नि त सबैको होइन हाम्रो कम्युनिटी छैन एज अ ह्युमन बिङ वी डु निड कम्युनिटी अराउन्ड हामी त नेपालबाट आएको मान्छे आवर भ्याल्युज आर डिफ्रेन्ट आवर वे अफ डुइङ थिङ्स आर डिफ्रेन्ट होइन म चाहिँ कहिले पनि सिटी गर्ल होइन क्या गाउँमा जन्मेको गाउँ नै मन पराउने मान्छे हो यहाँ छोरछोरी हुर्काउनु गाह्रो छ भन्ने मलाई थाहा भइसकेको थियो आई अलवेज वान्टेड अ सिब्लिङ होइन आई वान्टेड इट स्ट्रेट अवे क्या ताकि उनीहरू सँगसँगै हुर्कियोस् होइन एक बच्चा 10 वर्ष एकजना अर्को वर्ष 1 वर्ष गरेर म न्यापी चेन्ज कति वर्ष गर्नु भन्ने लाग्थ्यो मलाई सो इट वाज काइन्ड अफ प्लान्ड एन्ड अनप्लान्ड दुइटै हो भनौँ होइन नानी कन्सिभ भएपछि आई थिङ्क द्याट वाज द greatest gift I could ever have from him because, you know, having 2 kids growing together has been a blessing, you know. And I think that thing kept me alive, that I wanted to give a sibling to my son. तर हरेक दिन रोएर बित्यो अफकोर्स है बाबु 4.67 किलो थियो जन्मिँदा नानी चाहिँ 2.6 कि समथिङ त्यस्तै थियो क्या बाबुको बेला मेरो एक्सले खानुपर्छ खाउ 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 भनेर दिन्थ्यो अनि फेरि ऊ चाहिँ भेजिटेरियन थियो म घरमा खान अथवा माछा मासु लसुन प्याज केही चल्दैन थियो हाम्रो घरमा इट वाज प्रिटी स्ट्रिक्ट अनि आँटै गर्दैन थियो मैले घरमा खानालाई सो आई युज टु इट आउटसाइड एन्ड इट एट होम सो आई गेन्ड अराउन्ड 30 किलो कि फर्स्ट प्रेग्नेन्सीमा सेकेन्ड प्रेग्नेन्सीमा त आई वाज अल अलोन दही चिउरा चाउचाउ अङ्ग्रेजाक बाटोमा पर्थ्यो कामबाट आउँदा अङ्ग्रेजाक लिएर आउँथ्यो 9 बजे 10 बजे खान्थेँ सुत्थ्यो है त्यसरी नै हुर्किएँ अनि कता कता कहिले काहीँ ओ माई गड ला मेरो छोरी त डिसेबल पो हुने हो कि भन्ने नि लाग्थ्यो क्या एज अ नर्स विनो नि त हुँदाहुँदै पनि आई कुडन्ट कन्ट्रोल एन्ड खोकी लागेको पनि मलाई 3-4 महिनासम्म आई केप्ट कन्टिन्युसली कफिङ बट आई डिन्ट सिक ट्रिटमेन्ट क्या माइन्ड जस्ट वाजन्ट देयर सो होल प्रेग्नेन्सी जर्नी अनि नानी हुँदासम्म नि युआर अल अलोन once he left he didn't came back even for a what was the reason तपाईँहरूको सेपरेसनको म यसरी अब मैले मेरो साइडबाट भन्ने चाहिँ भनिसकेँ अर्को साइड चाहिँ उहाँलाई नै सोध्नु होला लाइक मान्छेहरू कसरी अघि हामीले फर्स्टमा कुरा गरेको थियो नि मायाले त कुनै रिजन खोज्दैन नि त कसैलाई माया गर्नलाई होइन त्यत्रो धेरै लामो सम्बन्ध भइसकेपछि how come it's so easy for men to just leave everything behind when you have a son 1 year ko when your wife is pregnant how can you do that त्यो कस्तो it's such a inhuman thing मान्छेलाई त्यो लिनलाई पनि कति गाह्रो के it was very difficult it was tough तपाईँले आफूलाई त्यहाँबाट सम्हालेर यहाँसम्म ल्याउनु भयो अनि मेरो क्वेसन चाहिँ त्यो बेलाको त्यो जुन डिसपोइन्टमेन्ट थियो होला एङ्गर थियो होला अनि स्याडनेस थियो होला स्ट्रगल थियो त्यो सबैलाई आफ्नो स्ट्रेन्थमा कन्भर्ट गर्न कति टाइम लाग्यो 2016 मा मेरो यो जर्नी यो च्याप्टर अफ लाइफ सुरु भएको अहिले 2026 मा छौँ मैले म डिभोर्सी हो म सिङ्गल प्यारेन्ट हो भनेर क्लेम गर्न प्राउडली सकेको चाहिँ अहिले नै होला होइन 2023 सम्म मलाई कसैले तेरो हस्बेन्ड खै भन्दाखेरि नि चित्त दुख्थ्यो कोही फादर फिगरले आफ्नो बच्चासँग खेलेको देख्दा नि टुट्थेँ म मैले गर्दा मेरो छोरीको
ड्याड छैन ड्याड छैन भने यु फेल गिल्टी या त्यो दोष तपाईँको थियो त प्रियङ्का चाहिँ गिभ मी कसैले अनेस्ट कसैले आन्सर कसैले दोष तेरै हो तै तेरो कारणले छोडे त्यो मलाई तँलाई मेरो परिवार चाहिँदैन भनेर भन्दाखेरि आफ्नै लाग्दो रहेछ होइन आफ्नो माया गरेको रेस्पेक्ट गरेको मान्छे ऊ त मभन्दा 10 वर्ष सिनियर थियो मैले उसलाई फर्स्टमा भेट्दा 16 इयर्स थिएँ होइन हि वाज 26 सो हि न्यू बेटर जस्तो लाग्थ्यो जहिले नि मलाई हाम्रो पार्टनरसिप भन्दा पनि त्यो ल भन्दा पनि लाइक सम्मान धेरै थियो मेरो उसको प्रति होइन हि वाज अ क्यारिजमेटिक लिडर एन्ड सोसल एन्टरप्रेनर दिस इन द्याट राम्रो लाग्थ्यो त्यो क्वालिटीहरू मलाई होइन उसको बोल्ने तरिका सबै गर्ने तरिका कस्तो एप्रिसिएसन गर्थेँ मैले आई वाज हि वुड बी अ पब्लिक स्पिकर वान डे भने जस्तो हुन्थ्यो कस्तो मजाले मोटिभेटेड गरेर हिँड्ने मान्छे हो क्या ऊ चाहिँ अनि कहाँ गयो त्यो सबै मेरो त जस्तो थियो उस्तै छँदै थियो त्यो बेला मेरो एङ्गर आउटबर्स्ट सप्रेस्ड इमोसनहरू आएको थियो होला अनि सायद त्यसमा चाहिँ मैले नेगेटिभ फिल गर्ने उसको प्रति चाहिँ वातावरण कसरी भन्यो भन्नुहुन्छ भने आई थिङ्क द्याट इज अल्सो भेरी इम्पोर्टेन्ट होइन मैले अब लुकाउनु के नै छ र जिन्दगीमा मिस्टेक सबैको हुन्छ कोही पनि दुधले पखालेको डिभाइन त हुन्न नि त भगवान्ले त गल्ती गर्छन् भनेर हाम्रा पुराणहरूमा देखाइएको छ होइन when I came to Australia first, I became pregnant within 6 months. I know. And as an international student with that circumstances, also I wanted to give birth. And I said to him that as well, कि घरमा भनौँ let's get married अथवा होइन हामीले यहीँ बिहे गऱ्यौँ प्रियङ्का इज प्रेग्नेन्ट भनेर भन्न सकिन्छ अन्त मिलाएर होइन भन्दाखेरि होइन यत्रो समाज छ पन्छे बाजा बजाएर बिहे गर्नु छ फलानु फलानु भनेर भन्यो होइन म चाहिँ भने नि हजुरलाई म धेरै नबोल्ने मान्छे एकदम इन्ट्रोभर्टेड आफ्नो इमोसन्सहरू एक्सप्रेस गर्न नसक्ने मान्छे थिएँ जहिले पनि है सो आई काइन्ड अफ सक इट अप एन्ड आई वेन्ट थ्रु अबोर्सन फर द फर्स्ट टाइम एन्ड which I didn't want. I'm always a pro-life, not about abortion, you know. सबैको आफ्नो चोइस हुन्छ मेरो चोइस चाहिँ we don't have right to destruct which God has given us, होइन प्रेमको निशानी थियो नि what if I was never a mother again, how would I feel? Right? अनि fast forward, I became pregnant again. I was a nurse, going to a GP, getting things. For an international student, it's just too much of a hassle. When you have 7 different jobs to navigate and study to do. म 7वटा काम गर्थेँ यार त्यो बेलामा just to make living. मेरो एक्स मसँग थियो तर ऊ आफ्नै पढिरहेको थियो सबैले भन्छ नि त डिपेन्डेन्टमा ल्याएर राम्रै गरिस् त तँलाई सहयोग होला भयो होला भन्छन् होइन I studied, he studied entire time. He did Diploma of Engineering and later on he went and did Bachelor of Engineering, होइन he didn't finish through उसको फाइनल इयरमा उसले छोड्यो बिकज फाइनल इयरमा हामी सेपरेट हुन आँटिरहेको थियौँ तर दुईजना एउटै हाउस होल्डमा दुईवटा इन्टरनेसनल ट्युसन फी तिर्दाखेरि वे डिड द मनी हो भन्ने हुन्छ नि त करेक्ट सो एनिवे वी ह्याड आवर ओन थिङ्स ह्यापनिङ आई थिङ्क मैले एक्सप्रेस नगर्न सक्नुको कारण मेरो भ्यालिडेसन नभएर पनि त हो नि त होइन धेरै कुराहरू अब घरमा ल्याएर आफूले खान मन लागेको कुरा खान नपाउनु लाउन मन लागेको कुरा लाउन नपाउनु जहिले पनि त्यो क्रिटिसिजम सुन्दा आई काइन्ड अफ स्टप सेयरिङ होइन आई काइन्ड अफ बिकेम वर्कहोलिक काम गर्ने मलाई त घरमै बस्नु नपरे भए हुन्थ्यो जस्तो लाग्ने डिसेबिलिटी सपोर्ट वर्किङ गर्थेँ मैले अनि स्लिप ओभर वाज माई ब्लिसफुल टाइम है आफ्टर सेकेन्ड टर्मिनेसन आई काइन्ड अफ लस्ट फेथ इन द्याट म्यान होइन हिँड्ने बेलामा त तेरो आँखा छैन कमिला किन कुल्चेको भन्ने मान्छे हाउ कुड यु गो फर अबोर्सन जस्ट बिकज यु गट नो सोसल टाई आई वाज लिगली म्यारिड वाइफ होइन यो कुराले चाहिँ वाट अ हिपोक्रेट लाग्न थाल्यो है अनि त्यसपछि यु लस्ट अल द रेस्पेक्ट फर हिम बाई द्याट टाइम या काइन्ड अफ सेकेन्ड टर्मिनेसनमा चाहिँ आई रिमेम्बर कि I wanted to keep like I wish like he could change his mind भन्ने खालको अनि this is 6 कति त्यो लास्ट विक हुन्छ नि टर्मिनेसन गर्नुभन्दा अगाडिको त्यो बेलासम्म नै आई स्टिल ह्याड द होप होइन अनि त्यसपछि गएर नर्सले स्क्यानिङहरू गरेर रेडी बनाउँदै थियो अबर्सनको लागि आई कुड हियर द हार्ट बिट आई क्राइड एन्ड सी सेड यु स्टिल ह्याभ द राइट टु नट टु गो थ्रु I said I can't
because I'm not independent. You know, I still didn't know what was going to happen my journey in Australia. होइन अब भर्खर पढिरहेको थिएँ अनि त्यसपछि अबर्सन गर्न नि पैसै चाहियो हेर्नु न हामी अबर्सन गर्न पैसा जुटाउँछौँ तर बर्थ कन्ट्रोलको लागि we cannot afford क्या we are so reactive in a survival mode है so that happened अनि अब पैसा थिएन ट्युसन फिजहरू ड्यू थियो नेपाली रेस्टुरेन्टमा काम गर्थेँ अनि I went back to work after that. Still bleeding, still under anesthesia. I was making so many mistakes on that day. दिदीले नेपाली दिदी तँलाई के भएको छ आज भनेर भन्नुभयो केही भनेन मैले just went home and slept. But it affected me big time. मेरो असाइनमेन्टहरू ड्यू थियो अफकोर्स पढिरहेको थिएँ अनि टिचरले नोटिस गर्नुभयो प्रियङ्का युर नट पुसिङ यु वेट होइन युर नट लाइक बिफोर वाट्स रङ वाट्स ह्यापनिङ वाट्स बोदरिङ यु भनेर सोध्नुभयो है हि वाज अल्सो अ माइग्रेन्ट हि टुक टाइम टु हियर मी आउट आई सेड दिस इज वाट्स ह्यापनिङ उहाँले चाहिँ स्टुडेन्ट काउन्सिलिङ हुन्छ 6-7वटा सेसन कतिवटा फ्री हुन्छ म रिफर गरिदिन्छु तँलाई गएर कुरा गर भन्नुभयो आई अग्रिड एन्ड आई वेन्ट एन्ड टक टु द लेडी देयर त्यो काउन्सिलिङ सेसनमा आफ्टर हियरिङ अल दिस हि सेड यु डु हेभ you know sign and symptoms of domestic violence and I know like कतिवटा सेसन पछि लास्टको एन्डिङ सेसनमा चाहिँ उसले भने कि आई नो यु डोन्ट वान्ट टु लिभ यर हस्बेन्ड बिकज अफ यर cultural upbringing and you know he's your permanent man in your life and blah 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 but Priyanka take one thing out of all these sessions that separate your finance okay until then we still had joint account like after that I started saving on my own name होइन चाहिँदा दिन्थेँ अनि घर खर्च चलाउँदा दिन्थेँ सबै गर्थेँ but I was the control of my account at least होइन नभए त पैसा आउँथ्यो कहाँ जान्थ्यो थाहै हुन्थेन क्या होइन because I was not controlling नि कमाएर मात्र त भएन अनि स्लोली आई स्टार्टेड टेकिङ द्याट फाइनेन्सियल इन्डिपेन्डेन्स एन्ड नेपाल गएर बिए चाहिँ त्यसपछि गरेको सोच्नु न त्यो बेलामा पनि आई काइन्ड अफ वान्टेड टु एक्जिट द रिलेसनसिप है बट एट द सेम टाइम लाइक यत्रो विधि त भइसक्यो यत्रो विधि त गरिसकेँ हाउ कुड आई लिभ हिम भन्ने हुन्थ्यो अनि 2चोटि मैले ट्राई पनि गरेँ मेरो अनफर्चुनेट पार्ट हो भनौँ आई वाजन्ट सक्सेसफुल बिकज सम हाउ हि फाउन्ड आउट एन्ड हि वुड अलवेज क्याच के अनि गएर अहिले म जहाँ बस्छु त्यही नजिकै एउटा पार्क छ त्यो पार्कको सिँढीमा बसेर इन्टेन्स कन्भर्सेसन गरेको याद आउँछ क्या मलाई अहिले पनि वाइ दिस वाइ द्याट भनेर आई वाज नट ह्याप्पी मैले के कुरामा लाइक मैले उसलाई बुझाउनै सक्दिनँ थियो कि आई वाज अलवेज ओभर पावर्ड ओभर डोमिनेटेड बाई बिकज तपाईँले अघि नै भन्नुभयो नि त हि वाज अ भेरी गुड स्पिकर हि न्यू एक्ज्याक्टली हाउ टु मेनिपुलेट मान्छेहरूलाई हि न्यू एक्ज्याक्टली तपाईँको विकनेसेस के छ भनेर बाई दिस टाइम अनि तपाईँलाई अनेस्टली भन्दाखेरि अहिले तपाईँलाई त्यो बिहे गर्न मन पनि थिएन साँच्ची भने त्यति बेलासम्म कुनै पनि इमोसन नै थिएन मरिसकेको त्यो इमोसन बट देन यु स्टिल गट म्यारिड विथ हिम या अनि त्यो बिहे गर्ने बेला नि काठमाडौँ मलमा भेट गएको छ क्या हामीले के कुरामा चित्त बुझाएको थिएन म गर्दिनँ बिहे भनेर म झर्केर हिँड्ने पनि थिएँ क्या त्यतिखेर आफू यहाँ घरतिर पुरै उ गरिरहेको छु स्ट्रगल गरिरहेको थियो उतातिरबाट डिमान्ड आउन थाल्यो होइन मेरो प्यारेन्ट्सहरूले चाहिँ हामीतिर पहिले पक्षलाई टिका पनि लगाइदिँदैनौँ केही पनि गर्दैनौँ त्यो लागि बिहे गरे हो होइन आउँछन् बिहे गर्छन् स्वयंवर गर्छन् लाइक अथवा त्यो स्वयंवरमा पनि हामी गोडो धुँदैनौँ भन्ने खालको कुराहरू भइरहेको थियो होइन अनि त्यसपछि अनि उतातिरको त अग्रिड गरेको थिएन नि त धेरै कुराहरू त अनि कन्ज्युम अनि मैले भने इनफ इज इनफ होइन यु क्यान हेभ यो अलवेज होइन अब घरमा आएर त्यो स्वयंवरको त्यो उ गर्नु पनि केही रसमहरू पुरा भएको थिएन क्या एकैचोटि हाम्रो बिहेको पार्टी प्यालेसमा भेट भयो घरबाट पनि भएन नि त पार्टी प्यालेसमा भेट भयो त्यहीँ बिहे भयो अनि उनीहरू अब जन्तीहरू गयो अनि हामीहरू बस्यौँ खासै त्यो इन्टरेक्सन पनि भएन क्या फ्यामिलीसँग पनि सो अनि सम्धिनी भेट त 2-3 वर्षपछि गएर गरेको नेपाल जाँदाखेरि होइन सो त्यस्तो भएको थियो अब हाम्रो कल्चरमा चाहिँ बिहे भने चाहिँ फ्यामिलीको युनियन हो क्या होइन यहाँ चाहिँ दुईजना पनि युनियन हुन सकेन फ्यामिली त परकै कुरा त्यो भयो अब अहिले के लाग्छ यसो फर्केर्दाखेरि आई विस म अलिकति स्ट्रङ भएर त्यो बिहेलाई मैले अभोइड नै गरेको भए बेस्ट हुँदो रहेछ भन्ने हुन्छ कि न द्याट्स फाइन त्यति बेला जे राइट मैले देखेको थिएँ त्यही गरेँ आई एम ग्ल्याड यो जर्नीले पनि मलाई एउटा के पाठ सिकायो भन्ने फिल हुन्छ कि वेयर डु यु किप योर सेल्फ अहिले चाहिँ आई थिङ्क चेन्ज पास्टलाई गएर गर्न सकिन्न प्रेजेन्टलाई गर्न सकिन्छ र अब आउन सक्ने फ्युचरलाई गर्न सकिन्छ
त्यही भएर आई डोन्ट रिग्रेट एनिथिङ. मेरो भाग्यमा यस्तै थियो होला सायद. आई निडेड टु गो थ्रु अल दिस पेन एन्ड सफरिङ सो द्याट आई कुड अन्डरस्ट्यान्ड अनदर फेलो ह्युमन बिङ हु इज सफरिङ सिमिलर सिचुएसन होइन. नभए सायद म यतिको एम्प्याथेटिक हुँदैन थियो होला, यतिको कम्प्यासनेट हुँदैन थियो होला, ममा ग्रिड हुन्थ्यो होला. सबै कुरा पुगेकोहरू चुमुक चुमुक गर्दै हिँडेको देख्छु सोसाइटीमा. सायद म पनि त्यस्तै पो हुन्थेँ कि जस्तो लाग्छ क्या मलाई अहिले आफूलाई. अहिले मलाई न पैसाको मोह छ, न पावरको मोह छ, न अट्याचमेन्टै छ होइन. आई डु वाट आई डु इज वाट आई वान्ट टु डु काइन्ड अफ थिङ होइन. अहिले मेरो फोन बजिरहन्छ बट आई डोन्ट गिभ द्याट फोन स्पेस क्या. बिकज आई अलाउ वाट आई वान्ट टु अलाउ इन माई लाइफ है. यो सबै कुराले मलाई सेट बााउन्ड्रिज गर्न सिकाएको छ, आफूलाई लुक आफ्टर गर्न सिकाएको छ. मैले आफूलाई कहिले प्रेम गरेको रहेन रहेछु क्या होइन. जहिले पनि अरूलाई प्लिज गर्ने मेरो पर्सनालिटी रहेछ, त्यो पनि रहेछ भनेर रिकगनाइज गर्न सिकाएको छ. अनि आई एम हु आई एम बिकज अफ माई च्यालेन्जेस एन्ड द टर्बुलेन्स आई फेस्ड होइन. अब सेफ ल्यान्डिङ भयो, आई कुड हेभ बिन डेड होइन, हु नोज. सो फर मी दिस इज अ न्यू लाइफ, इट्स अ न्यू च्याप्टर अल टुगेदर, एक्चुली अ न्यू बुक अल टुगेदर. अहिलेसम्म जे भयो त्यो चाहिँ मेरो पार्ट 1 थियो. अबको कमब्याक स्टोरी चाहिँ पार्ट 2 हुनेवाला छ. I have few friends who been to exact same like your journey. अनि मलाई जो मान्छे त्यो जर्नीमा हुन्छ उसलाई मात्रै थाहा हुन्छ कि what feels like to be in that journey and how difficult is that journey. मैले भने पनि if also empathy that will not make any sense because I haven't been there. मलाई थाहा नै छैन त्यो जर्नी. what I want to hear from you प्रियङ्का जी, त्यो व्यक्तिहरू जो तपाईँ आजभन्दा त्यो 8 वर्ष अगाडि 10 वर्षको अगाडिको जर्नीमा हुनुहुन्थ्यो नि, त्यो व्यक्तिहरू अहिले छ क्या त्यो जर्नीमा. त्यस्तो मान्छेलाई के भन्न चाहनुहुन्छ? Who doesn't want to speak up? They have a partner who has left them for no reason. सँगै बसेको छ, 2-3 वर्ष भइसक्यो, बच्चा छ, but they have left for no reason. एउटा रिजन पनि दिएको छैन. One of my friends, she was pregnant. She was pregnant, had a baby. Baby was 3 weeks old, and the husband decided to go to Nepal, and he never came back. He never came back in her life. He came back to Australia, and that friend who brought that guy here, I'm not going to disclose the name, but people know who I'm talking. And he never came back to her life. He never came back to that little bachako life ma pani. Tyo manchela, what do you want to say? How not everyone is strong like you. Even I'm not strong like you. I'm crying when you are sharing your story. And I don't know what would I have done if I was there. Priyanka, warrior ko ke bhannu cha होला? What do you want to say to those women or those girls who are in this journey and who are trying to figure it out? How can I share my story? त्यो चाहिँ एक्सेप्टेन्स च्यालेन्ज हो जस्तो लाग्छ मलाई चाहिँ होइन. सी इज स्टिल नट एक्सेप्टिङ वाट एभर इज ह्यापनिङ एन्ड आई वाज इन द्याट फेज एज वेल होइन. आई डिन्ट एक्सेप्टेड द्याट आई वाज डिभोर्स्ड होइन. इभन इट वाज डन 5 वर्ष पछाडि मैले डिभोर्स लेटरमा के लेखेको छु अरे 5 वर्ष पछाडि, बिकज इट वाज डन इन अ फ्रडुलेन्ट वे इन अ नेपाल के. मेरो साइड अफ स्टोरी छँदै छैन त्यहाँ. अहिले नि पढ्नुहुन्छ भने इट्स नट राइट वाट एभर इट्स रिटन के. मलाई सोधिएकै छैन मेरो डिभोर्समा के हुन्छ भनेर होइन. अफकोर्स अदर पार्टी वुड वान्ट टु डु द बेस्ट थिङ फर देम होइन. And they did. And he wanted to free himself and go and get married or whatever he wanted to do. And he did that. अनि मैले चाहिँ के भन्छु भने we all human being have our own blind side क्या. त्यही भएर मैले नि सुनिनँ मेरो प्यारेन्ट्सको, मेरो फ्यामिलीको, मेरो सिब्लिङ्सहरूको कुरा सुनिनँ त्यो बेलामा. मुभ अन होइन, डु दिस डु द्याट भन्दा कहिल्यै सुनिनँ. बट आई रिग्रेटेड नट लिसनिङ टु देम होइन. ब्लाइन्ड साइड मैले मेरै ब्लाइन्ड साइड कसरी देख्नु भन्नु न. So if someone is mirroring you, you don't have to accept, but at least try to listen. Try to listen what they are saying to you. Around people around you. And I think in the whole world, if someone loves you unconditionally, is that your parent? You know? If you are a parent to your child, you know how much you love them. So don't you think that your parents are loving you as much? 100%. Don't you think that they would want the best for you and their grandchildren? सेल्फ रेस्पेक्ट खै त होइन, सेल्फ लभ खै त होइन. मान्छेहरू विधवा भएर त लाइफ चलाइरहेको हुन्छन् होइन. होइन भएर त भन्न पनि मिल्दैन. मलाई पनि somehow I felt like बरु श्रीमान मरेको भए चाहिँ म विधवा भनेर
जिउन सजिलो हुन्थ्यो कि होइन किनभने डिभोर्स भनेर त एउटा छैन नि त, एन्डिङ द गइसक्यो रिलेसनसिप हो नि त मेरो लागि त छैन होइन तर बच्चाको लागि चाहिँ हुनुपर्छ भन्ने मान्यता राख्ने मान्छे हो म चाहिँ होइन यदि त्यो पनि गर्दैनन् भने पनि मुभ अन गर्न सक्ने साहस चाहिँ हुनुपर्छ जस्तो लाग्छ आई थिङ्क केटा मान्छेलाई चाहिँ केटी मान्छे जतिको साहस र ताकत चाहिँ हुँदैन कि जस्तो फिल हुन्छ है पर्सनल्ली बच्चा रेज गर्नलाई आई हेभ सिन सो मेनी स्टोरिज around me जहाँ चाहिँ always females are taking that caring and providing for the children no matter what होइन but men will easily escape out of the relationship and without regret enjoy their life so have some self-respect I know you are struggling to accept it right now acceptance will come give it a time talk to people go to single parent groups I know listening to other people's idea and what happened to them म अहिले पनि फेसबुकमा छु क्या सिङ्गल प्यारेन्ट्स फाइन भनेर मल्टिपल ग्रुप्सहरू छन् होइन त्यस्तोमा पनि उहाँहरूले सेयर गरिरहनु हुनुहुन्छ होइन अरूको सुन्दाखेरि पनि आफूलाई लाग्छ कि ए मलाई यस्तो पो बारे छ भन्ने हुँदो रहेछ अनि मेरो अर्को कुरा चाहिँ मलाई मेरो ज्वाइँले भनेको याद आयो मेरो ज्वाइँले चाहिँ दिसु हाउ कुड यु लभ दिस गाई इभन नाउ होइन यु मस्ट ह्याभ स्टक होम सिन्ड्रम भनेर भन्छे थियो क्या मलाई त के रहेछ त यो डु यु नो अबाउट इट I think I know, but not in depth. But it's त्यसपछि मैले गुगल गरेँ होइन गुगलमा चाहिँ लेखाएर रहेछ क्या यु लभ यो प्रपरेटर भनेर क्या माइन्ड इज क्रेभिङ फर यो वाट यु युज टु गेट क्या अब अप्स एन्ड डाउन्स हुँदा अफकोर्स डोपामिनेट हुन्छ एड्रेनलिन आउँछ कर्टिसोल आउँछ त्यो हर्मोन्सहरूले इट मेक्स अस फिल वाट वी मेक इट फिल होइन वी क्रेभिङ फर द्याट अगेन एन्ड अगेन होइन सो गिभ हिलिङ अ स्पेस rather than attaching to your old self and old story try to create a new story in your mind भन्ने चाहिँ मेरो suggestion and for your child as well you can't be stuck in your space because you need to move on and you need to give that child the whole world which they have just started their journey अनि काउन्सिलिङ पनि लिनु होला अब काउन्सिलिङ लिँदा पनि अब त्यसमा फेरि मैले के जोड्न चाहेँ भने आई फेल सिन एन्ड हर्ड वेन आई वेन्ट थ्रु काउन्सिलिङ सेसन्स प्रब्ली अराउन्ड 2022को कुरा हो त्यो पनि नेपालकै काउन्सिलरबाट गर्दाखेरि चाहिँ वाउ सी कुड अन्डरस्ट्यान्ड मी फ्रम माई कल्चरल लेन्सेस भन्ने फिल भएको थियो त्योभन्दा अगाडि नै अब 2017देखि नै मेरो लाइफमा वान फर्म अफ अदर देयर हेज बिन इन्टरभेन्सन फ्रम नट फर प्रफिट अर्गनाइजेसन हियर जस्तै एक्ट फर किड्स भयो सेभ द चिल्ड्रेन भयो होइन अहिले चाहिँ 54 रिजन्स भन्छ होइन उनीहरूले इन्टेन्सिभ इन्टरभेन्सन्स गर्यो अथवा डिकल निड बेस्ड इन्टरभेन्सन गर्यो के गर्यो तर के गर्यो मलाई थाहा भएन क्या ब्याक देन आई ह्याड 4 हाउसेस होइन अनि त्यस डिभोर्स पछि पनि मैले 2टा घर किनेको थिएँ होइन विदिन 2 इयर्स अनि त्यो घरबाट मुभ आउट भएर पनि जान सकिनँ क्या आई वाज द्याट अट्याच क्या यत्रो विधि मेमोरिज यत्रो विधि हाउ क्यान आई लिभ भन्ने भयो है So, yeah, attachment will only kill you, not the other person. I think that's the point I wanted to highlight. The more you get attached to the person and then especially place, I think the first step is move out from that home because otherwise, it will only do is killing inside you. त्यही घरमा बसेको छ त्यही memory छ you keep on thinking about the same thing and you will not move on in your life. Yeah, definitely. I think travel. I think if you're struggling in Australia, any kind of a struggle, I would highly advise, even international student हुनुहुन्छ भने पनि go back home, take a time to heal yourself. मैले कतिजनाले यो एडभाइस दिएको छु उहाँहरूले नेपाल गएर कम ब्याक गर्नुभएको छ क्या होइन दे वर्क अन देमसेल्फ त्यो फुल्ली प्रेजेन्ट यहाँ कति गाह्रो छ आफूलाई वर्क गर्नलाई क्या मलाई अब 1 वर्ष नानीहरू मैले नेपालमा परिवारसँग हुर्काउँदा र अस्ट्रेलियाको जर्नीमा हुर्काउँदा चाहिँ I would definitely choose to raise my kids with my family, of course. कस्तो दामी सपोर्ट सिस्टम छ क्या हाम्रो नेपालमा होइन कम्युनिटी इज स्ट्रेन्थ रहेछ क्या इट्स ओभन लाइक फ्याब्रिक कपडा सोच्नु न यो कपडा पनि छुट्टै भएको भए कपडा हुन्थ्यो त त्यस्तै रहेछ क्या हाम्रो यो लाइफ हाउ इम्पोर्टेन्ट द फ्यामिलीज आर हाउ इम्पोर्टेन्ट द कम्युनिटी इज होइन हामीलाई सपोर्ट सिक गर्नलाई थेरापिस्टकोमा जानै पर्दैन क्या माई किड्सहरू वेन दे गेट एङ्ग्री विथ मी दे वुड गो एन्ड टक टु माई ब्रदर्स क्या हेर्छु न मामुले यस्तो गर्छ मलाई यो कुरा त्यही बुझेन होइन त्यही कुरा अनि मम्मीहरूले मलाई घुमाइफिराइ मम्मीहरूले सँग पनि गर्ने रहेछन् मेरो नानीले यसो भने चाहिँ एकचोटि मामाहरूको पो
के भन्छ मामाहरूको मेरो कान्छो अङ्कलको छोरछोरी चाहिँ अङ्कलले हुर्काइसिन्छ, आन्टी चाहिँ रिमोटमा काम गरिसिन्छ। मामाहरूको त बाबाले हुर्काइराखेको छ नि त, मामु त कहिले काहीँ आए पनि छ नि त तिनीहरूको लाइफमा। हाम्रो त न मामु छ न बाबा छ, मामु पनि बाहिर 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 बाहिर, न बाबा पनि छैन, अनि हामी चाहिँ के गर्नु भनेर भनिन्छ क्या नानीले है। द्याट काइन्ड अफ हिट मी होइन। म नेपाल हुँदाखेरि कस्तो ओभरवर्क भएछु है। आई डिडन्ट गिभ टाइम टु देम। बिहान 7 बजे जान्थेँ, बेलुका 6 बजे घर आउँथेँ, शनिबार एक दिन छुट्टी, कतिखेर टाइम छ मसँग। यु ह्याड यो रेस्पोन्सिबिलिटी नि त प्रियङ्काजी। तपाईँलाई आफ्नो मर्गेज तिर्नु थियो, बच्चाहरूलाई फिड गर्नु थियो, उनीहरू चाइल्ड केयर जान्थ्यो होला, स्कुल जान्थ्यो होला। यु ह्याड अल द रेस्पोन्सिबिलिटी बिकज यु डिड नट ह्याड एनी वान टु सपोर्ट यु। वेन वी आर इन अस्ट्रेलिया, तपाईँले भन्नुभयो नि यति सजिलो छ कि नेपालमा, यु प्रिफर टु रेज युर किड्स ब्याक इन नेपाल। आई विल टोटली अग्री विथ यु बिकज सपोर्ट सिस्टम इज एकदमै सानो छ। द्याट्स वाइ when it comes to the community work, I totally agree with you. We need a community, we need our people, we need a family. फेरि कम्युनिटी भनेर पनि त्यो कुरा काट्ने खुट्टा तान्ने कम्युनिटी होइन रहेछ क्या। लाइक वी निड समवन हु क्यान लिसन, हु आर आवर सेफ स्पेस, सेफ हेभन भन्छु क्या, जसले चाहिँ नन जजमेन्टल भएर विदाउट क्रिटिसाइजिङ हेज गट एबिलिटी टु लिसन क्या। अब मैले भनिरहेको छु, तपाईँले होइन यस्तो त किन हुन्छ र भनेर भन्न थाल्नुभयो भने आई क्यान नट ओपन अप विथ यु नि त। जस्ट लिसन, जस्ट लिसन क्या। अहिले चाहिँ रिसर्च पनि गराएर रहेछ 80% अफ प्रब्लम्स आर सल्भड when someone is hearing you out भनेर क्या। And when you have that feeling, oh, this person knows me, this person will not judge me, this is my safe space and I can open up भनेर। त्यो साथी के साथी भयो जसले चाहिँ तपाईँको कुरा सुन्न पनि सक्दैन। अलवेज गिभिङ इन्स्ट्रक्सन एन्ड एडभाइस क्या। इन्स्ट्रक्सन एडभाइस दिन जरुरी छ, तर सुन्नु सबैभन्दा जरुरी रहेछ भन्ने चाहिँ मलाई लाग्छ होइन। किनभने इफ यु आर रिजेक्टिङ समवन्स इमोसन, समवन्स डिप थट, यु नट इन्भाइटिङ इन्टु योर स्पेस क्या। त्यो ओपन अप गरेर आर्म्स दिनु र ल आइज मलाई हक गर्नु भनेको चाहिँ फरक हुन्छ नि त। त्यो चाहिँ त्यो एम्ब्रेस चाहिँ साथीहरूले गर्नु सक्नुपर्छ, साथ दिन सक्नुपर्छ होइन। सबै मान्छेको आफ्नो पर्सपेक्टिभ हुन्छ। इभन इफ दे आर नट मेकिङ द डिसिजन द्याट यु वान्ट टु मेक फर देम, फर देयर बेनिफिट, एक्सेप्ट जस्ट एज दे आर, लेट देम हिल अन देयर ओन जर्नी होइन। म पनि त्यस्तै मान्छे हो क्या, अरूले भनेको नसुन्ने होइन, आफैले फिलिङ भएर रियलाइज भएर गर्दा गर्दा अनि ए यो यस्तो पो रहेछ, यसले भने त राइट रहेछ भनेर चाहिँ बल्ल कन्क्लुजनमा आएको। लेसन लर्न बट हार्ड वेज भन्छ नि मान्छेले जहिले पनि होइन। त्यो एउटा पाठ त सिक्यो तर एकदम महँगो पाठ भयो भनिन्छ नि। तर त्यो महँगो पाठ पनि युनिभर्सिटीले सिकाउने भन्दा धेरै कुरा सिकाउँदो रहेछ क्या। Where can I go and learn about all this? I used to be a nurse and I didn't have that compassion for especially mental health. I thought they can just do it kind of feeling आउँथ्यो क्या। किन मर्न मन लाग्यो होला भन्ने खालको के, के नपुग्दो छ त यिनीहरूलाई। राइट, सबै छ त्यो पनि किन खुसी नभएको होला। पहिला चाहिँ त्यस्तो लाग्थ्यो होइन। मैले एउटा सानो इन्सिडेन्टमा लिन चाहिँ नर्सिङ पढ्दा सेकेन्ड इयरमा मेन्टल हेल्थ प्लेसमेन्ट गर्नु पर्थ्यो। त्यो प्लेसमेन्टमा चाहिँ मेरो बेस्ट फ्रेन्ड 2जना थिए। एउटाको नाम बच्चाहरूको सौतेनी आमा भइहाल्यो नि होइन। अनि को नाम चाहिँ, अनि त्यो पेसेन्टले चाहिँ भनेर गीत गाएर बिचरा बिरह पोखिरहेको रहेछ होइन। एज अ 15-16 years old, लाइक 16 थियो होला म त्यो बेलामा होइन। वाट डिड आई नो अबाउट मेन्टल हेल्थ क्या, नथिङ। अनि त्यसपछि अनि उसले त्यो भनेर देखेर अनि हामी चाहिँ पछाडि पछाडि थियौँ, उनीहरू अगाडि थियो। मेन्टल वार्डमा सब कन्फाइन्ड हुन्छ नि त, एकअर्काले सबैले वाच गरिरह शेष थियो। अनि मैले देखो तुम्हारा पागल प्रेमी बुला रहा है भने क्या मैले। त्यो पेसेन्ट पनि मधेसी मुलको हुनुहुन्थ्यो, मेरो साथी पनि मधेसी मुलकै थियो, इन्डियाबाट थियो क्या। त्यो भन्दाखेरि उसले त अफकोर्स लाइक हिज विथ द सेन्स, उसलाई आफ्नो गर्लफ्रेन्डलाई पो सम्झिरहेको छ त, उसको ब्रेकअप स्टोरी थियो क्या। अनि त्यसपछि उसले आएर मलाई झापड हान्ने थियो क्या मेरो गालामा पेसेन्टले। and I cried and cried and cried and I said to my teacher, I'm done, I'm not going to come back to this placement. म मेन्टल हेल्थ नर्स त हुँदै हुन्न जिन्दगीमा भनेको मान्छे हो। And now here you are, Priyankaji. Nobody is asking me to do anything for mental health, होइन। You didn't want to do this job even paid at some point of your life and now you are here. So never say never for anything क्या। म चाहिँ ब्लेस्ड पनि छु किनभने आई हेभ अ भेरी गुड फ्रेन्ड सर्कल। तर अघि मैले भनेको कुरामा मम्मीहरूले भन्नुहुन्छ नि जस्तो सङ्गत हुन्छ तिम्रो लाइफमा त्यही रङ भरिँदै जान्छ भन्ने कुरामा। अनि आई हेभ हर्ड हजुरको ब्रिफली त्यो स्टोरी। तपाईँको बेस्ट फ्रेन्ड नै अहिले तपाईँको
हस्बेन्डको वाइफ हुनुहुन्छ, हजुरको एक्स हस्बेन्डको वाइफ, सरी। त्यो कुरा चाहिँ कसरी भयो? अनि डु यु रियली थिङ्क त्यो तपाईँको फल्ट थियो? किनभने तपाईँहरू दुईजनाको लाइफमा लिएर आएको त्यो फ्रेन्ड त तपाईँले नै हो नि। डु यु थिङ्क इट वाज योर फल्ट द्याट यु आर नट भेरी इमोसनली अवेर त्यो साथीको इन्टेन्सन के थियो भनेर, कि नेचुरल कुरा हो नि, सबैको लाइफमा हुन्छ आफ्नो साथी सर्कल, एन्ड यु इन्ट्रोड्युस योर हस्बेन्ड अर पार्टनर, द्याट्स अ भेरी नेचुरल भन्ने कुरा हुन्छ। हाउ डु यु यो सबै होल सिनारियोलाई सम्झनु पर्दा कसरी सम्झनुहुन्छ? अनि इज देयर एनिथिङ यु क्यान चेन्ज पछाडि गएर हेर्दाखेरि? चेन्ज भन्दा पनि आई थिङ्क लेट्स एक्सेप्ट वाट इट इज एन्ड एज इट इज। त्यो चाहिँ अब मेरो एक्सलाई मैले मन पराएको, मैले त दाई 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 भन्थेँ उसलाई होइन। मैले फर्स्ट भेट्दाखेरि ही फेल इन लभ फर्स्ट इन लाइक के भन्छ त्यो फर्स्ट साइडमै लभ पऱ्यो भन्थ्यो उसले मलाई होइन। एनिवे ही नेभर लेट मी गो। आई मिन आई वाज ओन्ली 16, आई वाज नट इभन लुकिङ फर एनिथिङ होइन। सो जहिले नि म बाहिर जाँदा उसको ठ्याक्क पसलमा भेट हुन्थ्यो क्या, अनि म मेरो बेस्ट फ्रेन्डहरूसँगै हिँड्थेँ दुईजना है। अनि जहिले पनि प्रियङ्का भन्दै हात हल्लाउँदै आउँथ्यो होइन। आई फेल्ट स्पेसल एट द सेम टाइम है। त्यो बेलामा बिस्तारै मेरो पनि फिलिङ्स अब ग्रो हुँदै गएछ होइन। एउटा इन्सिडेन्ट भएको थियो क्या, तर त्यो बेलासम्म फिलिङ्स थिएन मेरो होइन। त्यो इन्सिडेन्टमा के भयो भने हामी तिनजना र ऊ चाहिँ एउटा मन्दिरमा जाने भन्ने प्रोग्राम थियो। उनीहरूको चाहिँ घर नजिकै भयो नि त, धरानबाट सिलगढी पनि फ्यु आवर्स ड्राइभ होइन। उनीहरू जान्थे शनिबार कहिलेकाहीँ होइन, जानु पऱ्यो, दुवैजना जानु पऱ्यो। म चाहिँ कहीँ जाने ठाउँ छैन। उनीहरूले त्यस्तो कुराको पक्का मान्छे, फेरि गाली गर्छ ऊ गर्छ होइन, रिसाउँछ। गएर हामी जान्नौँ भनेर भन्दै नि त बिहान अब भनेर भने। त्यो बेलामा फोन पनि थिएन होइन। अनि गएर दाइ म त नजाने दादा भन्थेँ मैले। दादा हामी त नजाने भयौँ, अब मेरो पनि काम छ, भोलि प्रेजेन्टेसन छ, म जान्न भनेर भन्न गएँ। अनि उसले कहाँ हुन्छ त्यस्तो, एकचोटि भाकल गरिसकेको ठाउँ जानुपर्छ, के भयो त तिनीहरू नगए, लेट्स गो भनेर भने होइन। म गएँ होइन, नाइ भन्न नसक्ने है। अनि गएँ, अनि त्यसपछि खोला बढिरहेको रहेछ क्या असार साउनको बेला। यत्रो ठुलो खोला बढिरहेछ, मान्छेहरू के भन्छ त्यो खुट्टा कपडा माथि गरेर पानीबाट तरिरहेको थियो। नजाऊँ भने मैले होइन, म छु नि किन चिन्ता गर्छौ भने। अनि मेरो हात समातेर खोला तरायो होइन, फर्स्ट टाइम। अनि त्यसपछि सिनियर हुनुहुन्थ्यो होइन तपाईँभन्दा? 10 वर्ष सिनियर। ओके। अनि त्यसपछि माथि गयो जाने बेला नि म थाकेँ, एकछिन बसौँ भनेर बसेर म यहाँ तल बसेको थिएँ, ऊ माथि बसेको थियो क्या। अनि ही किस्ड मी फ्रम द बिहाइन्ड एन्ड आई सेड प्रियङ्का आई लभ यु होइन। आई ह्याड नथिङ टु से, बिच मिडल अफ द जङ्गल है, नो पिपल वकिङ अराउन्ड वाट्सएभर है। त्यो बेलामा के भन्नु के भनेन, म चुपचाप त्यसपछि सट डाउन मोडमा गइसकेको छु। अनि माथि पुगेर आएको पनि म कसरी फर्केछु मलाई थाहै पाइनँ। अनि न कसैलाई भन्न सकेँ आएर उसमा होइन। आई वाज लाइक So that was the first time he proposed you, मन्दिर जाँदाखेरि? अनि त्यसपछिको आउँछ क्या मेरो साथीको कुरा चाहिँ। अब मैले भनेकै छैन कसैलाई, बट वी कुड क्लियरली सी कि। अनि त्यसपछि चाहिँ भर्खर भेटेकै 1 महिनाभित्रै प्रपोज गरेको थिएँ क्या। अनि एक्सलाई चाहिँ मैले फर्स्ट टाइम मैले भेटाएको क्या, मेरो कारणले चिनेको। अनि उसको टाइप ऊ लाग्थ्यो क्या मलाई र चाहिँ कि त्यो बेलामा, बुझ्नु भएन? इट्स लाइक अ ट्रायङ्गुलर लभ स्टोरी। त्यही बेलै भए रहेछ क्या। फर्केर हेर्दा चाहिँ त्यो देख्छु मैले चाहिँ होइन। मैले चाहिँ जिस्काउँथ्यौँ क्या, अनि जिस्काउँदाखेरि मक्ख पर्थ्यो त्यो पनि है। अनि उसले मेरो एक्सले नि यति लामो लामो बाहुला प्यान्ट लाउने, चटक्क स्मार्ट भएर हिँड्ने त्यो बेलामा होइन। अब आफ्नो के भन्छ प्रोफेसनले पनि त्यस्तै दिनुपर्ने। उनीहरूको उमेर पनि उस्तै रहेछ होइन। अहिले फर्केर हेर्दा चाहिँ आई काइन्ड अफ फेल इन्टु देयर लभ स्टोरी पो हो कि भने जस्तो हुन्छ क्या मलाई चाहिँ, बुझ्नु भएन? Okay, now when you look back and त्यो बेलामा थाहा भयो त ल he can have it भन्थ्यो होला। it was not you, उसले नै प्रपोज गरायो नि त? उसले मलाई प्रपोज गर्यो, तर मैले अहिले फर्केर हेर्दाको कुरा गर्दाखेरि आई फेल इन्टु देयर लभ स्टोरी कि भन्ने जस्तो लाग्छ क्या। एन्ड एट द सेम टाइम ऊ इन्डियातिर कता कता ट्राभल गरिरहँदाखेरि घर जान्थ्यो क्या। ही न्यू हाउ हर फ्यामिली इज एन्ड दिस एन्ड द्याट। एन्ड कहिलेकाहीँ चाहिँ बाटै नपरि पनि जान्थ्यो। घर पुगेर आएँ भन्थ्यो, म त मेरो साथीको घर भयो भनेर सोच्थेँ नि त। अहिले फर्केर हेर्दाखेरि चाहिँ वाज ही कम्पेयरिङ विच वान टु गेट म्यारिड भन्ने पो थियो कि होइन। एउटा फोटो पनि छ क्या, यतापट्टि म उतापट्टि होइन, हाम्रो फेयरवेलको बेलाको। अनि त्यसपछि दुईजनाले यसरी अँगाला हालेर राखेको फोटै छ। अहिले कहाँ छ थाहा भएन। आई कुड विभिडली रिमेम्बर उसले निलो कलरको कुर्ता, निलो र सेतो अनि निलो सुरुवाल लगाएको फोटो। मैले चाहिँ के लाएको थिएँ, चाहिँ मैले टी सर्ट प्यान्ट लगाएको थिएँ होला सायद।
अनि यो अनि मैले ex husband is in the middle. Oh my god, what a हस्बेन्ड इन द मिडल इन हिज रुम क्या धरानमै बस्थ्यो ऊ पनि त्यो God, फोटो पनि छ अनि त्यसपछि मैले तपाईँलाई सब कुरा खोलेको छु आज हेरी मेरो बिहे भइसकेको थिएन होइन म यहाँ अस्ट्रेलिया आइसकेपछि 3 वर्ष पिरियड त म सोसल म्यारिज भएको थिएन नि त अनि त्यो बेलामा पनि कुरा हुन्थ्यो होइन तर सी डिडन्ट नो द्याट वी म्यारिड एन्ड दिस एन्ड द्याट होइन Oh god, you did not even share with your friend. किनभने बेस्ट फ्रेन्ड थियो नि त ऊ त. थिएन त्यो बेलासम्म पनि अनि सोच्नुहोस् अनि त्यसपछि मैले मेरो एक्सको नामबाट लभ यु भनेर मेसेज पठाइदिएँ इमेलमा Yeah, oh my god. सो आई But by this time त तपाईँहरू लिभिङ टुगेदरमा हुनुहुन्थ्यो नि होइन? लाइक लिगल्ली म्यारिडै थियो नि Right. अनि अनि त्यसपछि उताबाट पनि आई लभ यु भनेर आयो oh my god, you're so cheeky. अनि मेरो के गरा त्यस्तो भन्नु भन्यो है अनि त्यसपछि रिसायो मसँग होइन वाइ डिड यु डु द्याट भनेर भन्यो अनि त्यसपछि मैले अब के गर्नु त वी ह्याड टु करेक्ट द मिस्टेक एन्ड आई सेड सरी इट्स मी Oh my god, that is so bad. भनेर भनेको थियो अनि त्यो त्यत्तिकै रह्यो होइन पछि म नेपाल गएँ बिहे गरेँ सक्यो होइन त्यसपछि वी अलवेज सेयर्ड होइन साथी भने त साथ दिनको लागि हो अब नि त त्यसपछि अफिसियली बिहे भयो सोसली ट्रेडिसनली नेपाल गएर बिहे गरेर आएपछि त अनि त्यसपछि यो ब्रेकअप भइसकेपछि पनि कुरा हुन्थ्यो नि त मेरो त्योसँग अनि त्यसपछि हेर्न यस्तो यस्तो भयो यस्तो यस्तो भयो यस्तो यस्तो भयो भनेर इट गेभ हर अ ब्रिफ अनि मेरो अर्को साथी पनि ब्रिफिङ गरेँ मैले अनि कुरा गरिरहन्थेँ होइन सी स्टप टकिङ टु मी क्या फ्रम देन अन आफ्टर द ब्रेकअप भयो भनेर थाहा भएपछि सी स्टप टकिङ टु मी एन्ड मलाई चाहिँ के भएछ यो केटीलाई अल अफ सडन सी इज गायब फ्रम माई लाइफ अनि हो होइन जे पनि कुरा त हुन्थ्यो नि त होइन डु यु नो वाट्स ह्यापनिङ इन हर लाइफ अनि उसलाई पनि थाहा छैन है सी जस्ट डिसअपियर्ड फ्रम एभ्रिवेयर इभन फेसबुक एकाउन्ट सबैतिर ऊ भएछ अनि त्यसपछि अब उसलाई मौका पऱ्यो इज he could be mine भन्ने भयो होला we all have our greed and emotions right उसले त प्रेम गरेकै मान्छे रहेछ त होइन त so you know someone's bad luck is someone's good luck I suppose होइन मैले जति पिआर पाउनलाई दुःख गरेँ अनि उसको हस्बेन्डलाई दिलाएँ उसलाई दिलायो त्यो त गर्नु परेन नि त मैले त मेरो साथ निभाइरहेको छु अहिले पनि होइन साथ ननिभाउने मेरो साथी उही हो म त अहिले पनि ल साथी भनौँ होइन भन्ने मान्छे हो मैले मेसेज पनि गरेको थिएँ एकचोटि होइन when she's back to Australia I said we share a father of our kids होइन let's be a friends again होइन Did you actually message her? Yep. She said my foot to your friendship Oh no, heartbreak. Goodness. अब उसले पनि त उसको साइडको स्टोरी मात्र सुनेको छ नि त मेरो साइडको स्टोरी त छैन नि त पुरै होइन But then she's your friend and she was also his friend and she loved him you know त्यो बाटोबाट नि सोच्नु न उहाँले होइन Right. So we are only human के त्यही भएर okay, I don't know how you can take this easily. इजिली लिन टाइम लाग्यो मलाई होइन अफकोर्स तपाईँले जसरी अहिले भनिराख्नु भएको छ नि आई क्यान सी इट यु हेभ हिल्ड यु हेभ मुभड अन स्पेसली यो च्याप्टरबाट चाहिँ आई क्यान क्लियरली सी इट तर वेन आई थिङ्क अफ इट मलाई चाहिँ कसरी त्यो चाहिँ इट्स मस्ट बिन भेरी टफ जर्नी किनभने आफ्नो बेस्ट फ्रेन्ड छ आफ्नो हस्बेन्ड एन्ड नाउ you had a separation, you are going through a lot of emotion in your life and you're trying to reach out to your friend, hey यस्तो भयो कुरा सुन्न भनेर साथै all of the sudden गायब भइदिनु पछि त आफ्नो हस्बेन्डले बिहे गरेर त्यसमा पनि फेरि इन्ट्रेस्टिङ स्टोरी है मेरो एक्स नेपालबाट एकचोटि फर्केर आएको थियो होइन अनि उसको प्रोफाइल पिक्चर भाइबरमा चाहिँ त्यो केटीको पिक्चर क्या नेपालबाट फर्केर आएको थियो भन्नाले उहाँ नेपाल जाने नेपाल गइसकेको थियो नि त मसँग जो सेपरेट भएपछि नेपाल गएको थियो एकचोटि फेरि फर्केर बिचमा आएको थियो नि फेरि अनि कन्टिन्युसली नेपाल बसेको थियो त्यस्तो 4 वर्षभन्दा बढी नै नेपाल बसेको थियो लास्ट टाइम चाहिँ होइन एनिवे त्यो सुरुको टाइममा फर्केर आउँदाखेरि नाइस चाहिँ त्यो बिहुली भएको फोटो भाइबरमा मात्रै कनेक्सन हुन्छ नि त भाइबरमा सायद डिलिट गराएको थिइनँ होला केटा मान्छेको फोटो थिएन उसको मात्रै थियो अनि मैले मेरो एक्स आएको थियो अनि बिहे गरिछ एकचोटि बिहेमा निम्तो पनि दिइनँ डु यु नो अबाउट इट भनेर सोधेँ मैले होइन इज लाइक आई डोन्ट नो सी सेड नथिङ भन्यो है ओ माई गॉड त्यति बिहे भएको छ हजुरको एक्स हस्बेन्डसँग अनि त्यसपछि मेरो एक्सको पनि भाइबरमै हो क्या अरे त्यो मेहन्दी लगाएको फोटो हुन्छ नि हातमा मेहन्दी लगाएको फोटो उसको प्रोफाइल पिक्चर बनाएर रहेछ
राइट कहाँबाट कस्तो राम्रो मेहन्दी लाग्यो, कहाँबाट कसको के हो भनेर भन्यो। बाई कहिले दिस टाइम तपाईँहरू लिगली डाइभोर्स थियो कि थिएन? याद पनि छैन मलाई कहिले कुरा, त्यो ऊ नेपालबाट फर्केर आएको बेलामा। अनि मैले कसको के हो भनेर भन्दाखेरि खै कता भेटेँ, मलाई कस्तो राम्रो लाग्यो राख्यो भनेर गुड होला होइन। अनि अर्को कुरा चाहिँ मेरो बाबु लिएर गएको थियो नि त उसले त, म यहाँ एन्टी भ्याक्सिनेसन भइसकेपछि आई ह्याड नो अप्सन्स होइन। उसले चाहिँ नेपाल लिएर जानलाई कन्भिन्स गर्यो मलाई। आई वाज अलवेज अगेन्स्ट, किनभने म सानो हुँदा 9 महिनाको हुँदा मम्मी बिरामी भएर ट्रिटमेन्टको लागि सुर्खेत आउनु परेको थियो। अनि 4 दिन हिँडेर आउनु पर्दाखेरि बुवाले अफकोर्स मलाई लिने कुरा भएन होइन। अनि बुवाले चाहिँ मलाई मामा घर पठाइसकेको थियो, म मामा घरमा हुर्केको हो क्या 5 वर्षसम्म। त्यही भएर मलाई मेरो छोरी कहिले पनि मबाट टाढा जाओस् भन्ने थिएन क्या होइन। बाध्यताले मलाई त्यो बनायो। अनि उसले लिएर गएको थियो नेपाल, बाबु बल्ल 1 वर्ष भएको थियो होइन। लिएर गइसकेपछि फेरि फिर्ता आएको थियो नि त ऊ। अनि फेरि त्यो फिर्ता आएर पनि फेरि फर्किएर जाने बेलामा उसले चाहिँ औँठीहरू किनेर ल्याएको थियो क्या। जहिले नि म फ्यामिली सपिङ गर्दाखेरि मैले गर्थेँ, उसलाई चाहिँ यस्तो कुराहरूमा केहीमा इन्ट्रेस्ट थिएन। एउटा केटा मान्छेको औँठी, एउटा केटी मान्छेको औँठी किनेर ल्याएको थियो। अन्टिल देन वी आर स्टिल टुगेदर होइन। त्यो चाहिँ भिभिडली याद छ मलाई। अनि घर जान लगाइरहेछ बाबु उता भावेर मैले चक्लेट किनेर लगिदिएको थिएँ बाबुलाई लिँदैछु भनेर। ऊ अन्तै बसिरहेको थियो। गएर मैले के किन्छ त अरू भनेर मैले ब्याग खोतलेर हेरेँ। आई स प्राउडको ज्वेलरिजहरू होइन। अनि वाट्स रङ विथ यु, आर यु गोइङ टु गेट म्यारिड ओ समथिङ होइन। कहाँबाट आयो यो औँठीहरू होइन, कहिल्यै नकिन्ने मान्छे कसरी आयो, कसको लागि हो यो भनेर सोधेँ मैले। हिजो बहिनीले लिएर आइदियो भनेको थियो, अनि उसलाई एउटा अनि ज्वाइँलाई एउटा भनेर भन्यो होइन। एन्ड आई लिटरली टुक अ फेस भ्याल्यु अफ द्याट कन्भर्सेसन होला त भन्ने भयो है। सो आई ह्याड अल दिस टेल साइन गिभन टु मी बट आई फेल टु एक्सेप्ट होइन। उसले नेपालमा गएर बिहे गरिसकेपछि मलाई उसकै काकीले फोन गरेर भन्नुभयो, प्रियङ्का आई नो हाउ हि इज होइन, तिमीलाई अझै पनि झुक्क्याउला, उ गर्ला, के गर्ला, कसो गर्ला, पैसा माग्ला होइन, यसले बिहे गरिसकेको छ, यसको कुरा नसुन्नु भनेर फोन गर्नुभयो। ए भगवान्, त्यति बेलासम्म तपाईँलाई थाहा पनि छैन युआर स्टिल यु गाइज आर राम्रै छ रिलेसनसिप। नेपाल जानुभयो, अझ बाबुलाई लिएर जानुभयो। बाबु फर्केर पनि आइसकेको थियो पछि त। बाबु फर्केको पनि फेरि कहानी छ त्यहाँनिर। मेरो बहिनीको बिहे हुँदै थियो, आई वाज अराउन्ड 32 weeks प्रेग्नेन्ट एन्ड आई टुक अ प्लेन टु गो टु सी अटेन्ड द वेडिङ होइन। फर्केर आउँदा चाहिँ 36 weeks भन्दा अगाडि आउनुपर्छ भन्ने उटुटी थियो। गएर बाबु पनि लिएर आएको थिएँ क्या। अनि बाबुलाई फर्स्ट टाइम ल्याएर, फर्स्टै याद छ क्या मलाई अहिले पनि, ल्याएर घरमा आऊ बाबु सुत्न आऊ भनेर भन्दाखेरि मेरो बेडको छेउमै बसेर आधा घन्टाभन्दा बढी उभियो क्या। बिकज ही डिडन्ट नो वाट वाज ह्यापनिङ होइन। 6 महिनाभन्दा बढी मसँग सेपरेट भइसकेको थियो नि त। एनिवे बिएसिएमा सबै बस्यो। बिएमा हामीले उनीहरूलाई कार्डै पनि दिन गएको थियौँ होइन। बच्चा ल्याएर आएपछि लाइक या नथिङ ह्यापन। उनीहरू एकचोटि घरमा चाहिँ आएको थियो कुरा गरौँ भनेर, तर कुरा त्यहाँनिर हुन्छ जब दुवै पक्ष सुन्न राजी हुन्छ नि त। अब त्यो बेलामा अब मलाई पनि सबै छोडेर गयो भनेर पीडा, उसलाई पनि अब खै के भयो अनि डिडन्ट वर्क आउट। अनि ऊ फर्केर यहाँ आउँदाखेरि नानी 6 weeks भएको थिएँ। म चाहिँ न्वारन नगरी बसेको थिएँ, बाबा आउँछ अनि न्वारन गर्ने भनेर होइन। अन्त ऊ आएपछि न्वारन पनि गऱ्यौँ। न्वारन गर्नलाई पनि शर्त राख्यो उसले, अनि त गएर क्यानबेरा गएर मलाई पावर अफ अटर्नी दिन्छस् अनि डिभोर्स फाइनलाइज गर्छु भने चाहिँ गरिदिन्छु, नभए म गर्दिनँ। अनि त्यति गरिस् भने म घर आएर तँलाई, तेरो मेरो रिलेसन हुन्न तर बच्चा चाहिँ हेरिदिन्छु भन्यो होइन। अनि मैले बिलिभ गरेँ क्या। आई नेभर सेड एनिथिङ विथ एनीबडी क्या अबाउट माई थिङ्स होइन, पर्सनल अफेयर्स। हुन्छ नि त भने मेरो आन्टी आइसकेको थियो त्यो बेला मलाई सहयोग गर्न। मेरो प्यारेन्ट्सहरू बिजनेस गर्ने मान्छे, अहिले पनि बिजनेसमा हुनुहुन्छ। दे आर भेरी भेरी वर्किङ हार्ड काइन्ड अफ पिपल। एन्ड अस्ट्रेलिया आइसकेकै थिएन मम्मी मेरो त्यत्रो विधि वर्ष बस्दाखेरि पनि। अनि मलाई पढ्दाखेरि मैले बोलाउने त्यो हिम्मत पनि राखेन क्या। म मेरै कारणले यत्रो दुःख भोगिरहेको छु, किन अझै सफर गरौँ भन्ने भयो। अनि लङ स्टोरी सर्ट, अहिले आएकै कजनको घरमा बस्यौँ होइन। सी न्यू नथिङ वाट वाज गोइङ बिहाइन्ड। ट्राभल गरेर ब्रिजबेनबाट क्यानबेरासम्म उसले ड्राइभ गर्यो। 2टा बच्चा, एउटा 6 weeks old आफ्टर द न्वारन। आई गेभ माई पावर अफ अटर्नी एन्ड आई सेड मैले प्रेम गरेको मान्छे हो, जे गर्ने इच्छा छ गरे हुन्छ होइन। आई क्यान नट टाई सम वान टु अ रिलेसनसिप। एन्ड 2टा सुटकेस ल्याएर यहाँसम्म गरिसकेको छु। यु सीन मी ग्रोइङ।
आई क्यान डु इट, यु डु वाट एभर यु फिल राइट, गो डु इट भनेर मैले पावर अफ फोटो दिइसकेपछि उसले नेपाल गएर डिभोर्स गराएछ। डिभोर्स गराएपछि पनि 35 डेजको म्याद हुँदो रहेछ, नथिङ वाज टोल्ड टु मी होइन। पछि एकचोटि के भयो त डिभोर्स फाइनलाइज भयो भनेर भन्दाखेरि भयो भनेर भने होइन। अनि मसँग डिभोर्स पेपर पनि ल्याएर दिएको थियो होला, आई नेभर लुक्ड एट इट, आई डोन्ट नो वेयर इट इज होइन। पछि चाहिँ होइन इट वाज डन एन्ड डस्टेड, आई डिडन्ट नो, आई ओन्ली लुक्ड एट इट इन 2022 जब कि मैले ऊ चाहिँ अर्को केटीसँग बिहे गरेर छोरी पाइसकेको छ भने थाहा पाएपछि माई फ्यामिली अल्सो गट सक्ड होइन। त्यो बेलासम्म सबैले ओहो कस्तो राम्रो मान्छे होइन भन्ने खालको थियो सिचुएसन। अनि त्यसपछि चाहिँ त्यो बेलासम्म उसले हि केप्ट टेलिङ मी द्याट उसले चाहिँ आफ्नो जिन्दगी चाहिँ त्यसको लागि सुम्प्यो भनेर होइन। त्यसकै लागि सुम्पाएरै छ भन्ने फिल हुन्छ अहिले चाहिँ।